तपाईलाई हामीले इन्भाइट गरेको एकदम ठुलो रिजन चाहिँ हैन आई थिंक क्लाइन्टले विश्वास गर्ने भने त सेकेन्डरी कुरा हो के तपाईको क्लाइन्ट त लेम्यान हुन्छ क्या उसलाई थाहै हुँदैन प्रब्लम बोकेर आएको हुन्छ कति रेफरेन्सबाट आएको हुन्छ नि धेरै जस्तो रेफरेन्स मलाई अहिलेसम्म नि मेरो सरहरूले त्यही भनिसक्नुहुन्छ मैले हाम्रो कुखुरा मरेको हो हामीले पैसा पाउनु पर्छ अरू कुरा मलाई थाहा छैन तपाईले त्यहाँ भन्नुभएको के केपी ओलीले यो ऊ पनि हाम्रै किराँतकै मान्छे हो तर यो भन्दा पनि ब्रो त्यो एडिटरलाई काल भैरव गएर झुटो कुरा बोल्यो भने त त्यही रगत छादेर मान्छे मर्थे अरे भन्नेसम्म छ हिट गरेको त्यो कुराले म त सिधै ड्राइभर पनि त भन्न सक्छु म किन खलासी भन्नु पर्यो अनि द्याट्स हाउ आई स्टार्टेड एजुकेसन हेलो एभ्रिवान आज हामीसँग यङ अधिवक्ता एडभोकेट हैन प्राइभेट लयर अनि त्यसपछि पार्ट टाइम प्रोफेसर पार्ट टाइम लेक्चरर हैन त्यसपछि एकदमै लेजिटिमेट ल फिल्ड बुझेको पढेको देखेको मान्छे हामीसँग हुनुहुन्छ आज हैन उहाँ चाहिँ स्नेहा थापा हुनुहुन्छ हैन एक्चुअली आजको एपिसोडमा चाहिँ हामी फुल्ली लको बारेमा कुरा गर्छौँ हाउ इज ल गोइङ इन नेपाल लमा छिर्न कस्तो छ कति गाह्रो छ हैन के गर्न सकिन्छ ल फिल्डबाट के भइरहेछ हैन त्यस्तै त हो नि एक्चुअली वेलकम हाम्रो पोडकास्टमा फर्केर म स्वागत छ भन्नु लाग्छ यसरी हैन थ्यांक यू सो मच फर द इन्भिटेसन अरु त अब बाँकी कुरा गर्ने कन्भर्सेसनको अन द वे नै भन्छु अहिले चाहिँ थ्यांक यू सो मच फर इन्भाइटिङ आई एम एक्साइटेड आई थिंक कुरा गर्दै जाँदा फन हुन्छ जस्तो लागिरहेछ है मलाई हामीलाई पनि एकदम एक्साइटिङ मोमेन्ट हो किनकि यो हाम्रो फर्स्ट पडकास्ट हो जहाँ चाहिँ हाम्रो गेस्ट हामी पहिले दिन चिनिनु होइन फर्स्ट एपिसोडमा फिमेल छ है फर्स्ट एपिसोडमा पनि फिमेल थियो हामीलाई तर फर्स्ट टाइम वी हेभ अ गेस्ट जो हामीले पहिले चिन्दैन थियो हैन तर उहाँसँग हामीले बिहाइन्ड द सिन्स एकछिन गफ गर्यौं अनि आई थिंक जस्ट राइट पर्सन म जन्मेको नै हुर्केको नै ल फिल्डमै हो नि त अनि मैले चाहिँ उहाँको कुरा सुन्दाखेरि मलाई नयाँ चाहिँ लागिरहेको थिएन हैन तर ओहो यस्तो रहेछ आजकल भनेर त्यस्तो चाहिँ हुन्थ्यो भइरहेछ कि मलाई पनि किनभने मैले हेर्ने ल भनेको चाहिँ ब्रो अलिकति माथि हाई एन्डबाट हुन्छ नि अब मैले चाहिँ जजको पर्सपेक्टिभबाट मात्रै हेर्छु नि त लयर ब्याक स्टोरी हाम्रो भ्युअर्सको लागि सुगतको ड्याड चाहिँ न्यायाधीश हो हैन उहाँ जसको ल फर्ममा काम गर्छ नि विजय मिश्र भनेको चाहिँ अहिले बारको अध्यक्ष पनि हो क्या एकदमै ठुलो ल फिल्डमा ठुलो एकदम नाम चलेको मान्छे हो हैन सिनियर एडभोकेट हो हैन भनेको वरिष्ठ अधिवक्ता प्रोफेसर पनि हो प्रोफेसर पनि हो हैन उहाँ चाहिँ प्रोफेसर नै भयो किनकि मैले प्रोफेसर लेक्चरको डिफरेन्स थाहा हाम्रो आँखाबाट हेर्दा त उहाँ त एकदम रेस्पेक्टेड मान्छे हो नि त मेरो बाबाले फोन गर्दा कि सिधै हेलो चेलो नै छैन कि ओए त्यो छ आज हैन के गर्ने हो त्यसमा मलाई सिकाउँदै अलि कि सिधै कि त नै भन्ने साथी हो कि नाइस साथी हो सरको उहाँ चाहिँ मलाई थाहा छ श्रीमान र सर चाहिँ साथी हुनुहुन्छ किनभने त्यो अरू कन्भर्सेसनमा पनि सुनेको छु कि अब सरको साथी मोर देन 30 इयर्स भइसक्यो प्रोफेसनमा अनि साथीहरू कतिजना न्यायाधीश कता 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 हुनुहुन्छ अनि सुनेको नाम हो क्या उहाँ श्रीमानको पनि हजुर किनभने हाम्रो मेरो हजुरको नाम श्रीमान नै म पहिलो थाहा पाइरहेको छु ब्रो यसो राइट लङ अङ्कल भन्छ भन्छ जहिले पनि अङ्कल हैन श्रीमान हो के हो न्यायाधीशलाई चाहिँ श्रीमान भन्छ कि ब्रो ए मलाई यो मेरो अर्को के भन्छ अर्को चोक भने यार श्रीमान भन्छ हस्बेन्ड हैन म त कन्फ्युजन मलाई त्यही भन्छ कि न्यायाधीशलाई चाहिँ श्रीमान भन्ने चलन छ नि ए हजुर ए मलाई यो थाहा थिएन तर एक्चुअली फेरि हैन किनकि आइ एम स्योर धेरै भ्युअर्स यस्तो पनि होला हैन सो लयरलाई चाहिँ नेपालमा अधिवक्तै भन्छ हैन वन्स यु गेट द लाइसेन्स फ्रम बार काउन्सिल त्यसपछि चाहिँ अधिवक्ता हुन्छ त्यो स्टुडेन्ट लयर पनि भयो हैन एडभोकेसी भइहाल्यो तर अधिवक्ता चाहिँ पर्टिकुलर नेपाल बार काउन्सिलले लाइसेन्स दिएपछि मात्रै यु गेट टु कल योरसेल्फ अधिवक्ता अब यो जस्तो तपाईँ भइरहेको अधिवक्ता हजुर के हो भन्नुपर्दा चाहिँ हजुर चाहिँ डिफेन्स लयर प्र्याक्टिसिङ लयर अधिवक्ता जो चाहिँ सोल वर्क भनेको मेरो चाहिँ ड्राफ्टिङ एन्ड प्लिडिङ मात्रै क्या लयरको त धेरै वर्क हुन्छ नि त इन हाउस कर्पोरेट जब पनि हुन सक्यो हैन अनि कर्पोरेट लयर नि हुन सक्यो सर्टेन यो जस्तो म पर्टिकुलरली म के काम गर्छु भने कसैलाई तपाईहरु जस्तो लेम्यानलाई फर्स्ट टाइम भेट्दा बुझाउनु पर्यो भने चाहिँ आम अ प्र्याक्टिसिङ लयर सोली ड्राफ्टिङ द केसेस अनि प्लिडिङ त्यो मात्रै अनि लाइक जस्ट एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ कसैले युके बाट या इन्डियाबाट ल पढेर आयो भने चाहिँ उले पनि त्यो एक्जाम दिनै पर्छ है त्यो बार तर यही पढ्यो भने पनि त्यो एक्जाम सेपरेट एक्जाम हुन्छ सो तपाईको ब्याचलर्स या मास्टर्सको एक्जाम अर्कै भयो अनि फेरि एउटा ल काउन्सिलको एक्जाम दिनु कति धेरै साथीले हामीलाई पनि सोध्थे के यो क्वेशनहरु सोधै भनेर के बाहिर पढेर आएकोले लाइसेन्सको एक्जाम दिनु पर्छ कि पर्दैन अफ कोर्स ब्रो त्यो के हो त बाहिर पढेर आएर नदिने भन्ने चाहिँ कारण के त होइन एज इन मैले भन्नु खोजेको चाहिँ
बाहिरबाट पढ्दाखेरि त त्यो दिनै पर्यो, त्यो त स्वाभाविक छ। मैले चाहिँ यहीँ पढेको मान्छेले पनि त्यो एक्जाम दिनुपर्छ भनेर क्वेसन थियो। बारको एक्जाम भनेको सर्टेन अब त्यो तपाईँको ल ब्याचलर सिद्धेपछि तपाईँ चाहिँ ब्याचलर्स डिग्री भयो तपाईँको हातमा, हजुर एडभोकेट हुनलाई चाहिँ लाइसेन्स दिनु पर्यो क्या। अनि त्यो सबैले पाउँदैन, जस्तो लाइक मेडिकलको पनि एनएमसी को पनि हुन्छ। जस्तो 100 जनाले ल पढेर ब्याचलर्समा हैन, त्यो 100 जनामा कति जनाले यो पास गर्छ होला बार? लाइक तपाईसँग के जस्तो म 30 अहिले कति 35 36 4 कति 34 बार एक्जाम भयो कि के हो अहिले मैले बिर्सेँ ट्याक्क एक्ज्याक्ट। म 30th हो क्या ब्याच। हाम्रो पालामा कति यस्तै कति 30 32 कति प्रतिशतले मात्रै पास गर्यो भन्थे क्या। ए हो, सो 32% मात्र पास हुन्छ हैन? अब हार्ड पास फ्याक्टमै यति हुन्छ भन्न तर जस 100% चाहिँ पास हुँदैन। 100% कम कहाँ 100%? सो त्यो दिइराख्ने हो अगेन एन्ड अगेन। दिन म। अनि सुन्नुस् न, यो बारेमा मलाई एउटा क्वेसन सोध्नु थियो, किनकि यो इट साउन्ड्स भेरी सिमिलर टु लोक सेवा के मेलाई हैन। सो मलाई त धेरै थाहा छैन नि त हैन। अनि अब जस्तो लोक सेवामा एकदमै हिस्टोरिकली सर्टेन ग्रुप्सहरू मात्रै कुन कुन ब्युरोक्रेसी कुन आर्मी पुलिसमा छ भनेर त्यसलाई करेक्ट गर्नलाई कोटा सिस्टम छ हैन। यो बार काउन्सिलमा चाहिँ त्यस्तो के हुन्छ कोटा सिस्टम जस्तो? सरी मैले बुझिन कोटा सिस्टम जस्तो ओके यो तपाईको जस्तो लोक सेवामा जस्तो आदिवासी जनजाति महिला उनीहरुले कम मार्क्स पाए पनि उनीहरु पास हुन्छ नि लोक सेवामा, त्यस्तो के हुन्छ यसमा? त्यस्तो होइन नि, रङ कम मार्क्स पाए पनि पास हुने होइन, रिजर्भेसन हो त्यो। सर्टेन कोटा रिजर्भेसन दिएको हो त्यो, तर यसमा चाहिँ छैन एक्जाम, त्यो त मेरिटकै आधारमा हो। लोक सेवा न्यायमा पनि लोक सेवा छ ब्रो, जस्तो तिमीले बारको क्वेसन सोध्यो जुन यो कोर्टमा थाई मान्छेहरू हुन्छ नि उनीहरूको चाहिँ दिनै पर्छ लोक सेवा। किनकि यो चाहिँ मैले रिसर्चमा थाहा पाएको कि जजहरूले चाहिँ त्यो लोक सेवा दिनुपर्छ, तर लयरको बारेमा के पनि लेखेको थिएन कि अनलाइन। 7 to 8 years वर्क गरिसकेपछि तपाईँ एक्जाम दिएर जिल्लाको न्यायाधीश भएर जान पनि पाइन्छ। लोक सेवामा हैन, जिल्लाको न्यायाधीश हुनु वरिष्ठ अधिवक्ता हुनु पर्दैन। 7 वर्ष 8 वर्ष प्र्याक्टिस गरिसक्नु भएको छ तपाईँ, 7 वर्ष जस्तो लाग्छ है मलाई प्र्याक्टिस गरिसक्नु भएको छ भने तपाईँको एक्जाम दिन्छ। अस्ति भर्खर एकजना मात्रै प्राइभेट लयरले पास गरेर न्यायाधीश हुनुभयो। कति गाह्रो होला कति गाह्रो होला अरूहरू त त्यसैबाट बढुवा भएरै जाने हो। गाह्रो रहेछ नि त्यसपछि, गाह्रो रहेछ है। तर मलाई चाहिँ त्यो मेन क्वेसन चाहिँ यस्तो थियो कि तपाईँलाई हामीले इन्भाइट गरेको एकदम ठुलो रिजन चाहिँ होइन, आई थिङ्क यङ पिपलमा एउटा पर्सेप्सन छ। लाइक मेरै पर्सेप्सन चाहिँ अहिलेसम्म पनि लयर भन्ने बित्तिकै युजली हामी एउटा बुढो मान्छे लाइक युजली मेल नै सोध्छ नि, लाइक एउटा भन्नु पर्छ क्यान्सल हो मान्छेको पर्सपेक्सन चाहिँ लयर भन्ने बित्तिकै हामी इमेजिन गर्दाखेरि एउटा बुढो केटा होइन अलिकति भुँडीसुडी भएको होइन त्यस्तो एउटा पर्सेप्सन छ नि मान्छेको। तर तपाईँ चाहिँ कम्प्लिटली त्यो फिट गर्नुहुन्न नि त त्यो मान्छेको त्यो पर्सेप्सनमा होइन। सो तपाईँलाई कहिले त्यो हुन्छ फिल हुन्छ कि तपाईँ के भन्ने फिट इन फिल हुन्छ कि हुँदैन तपाईँलाई? होइन यस्तो हुन्छ दाजु, जस्तो यो तपाईँको पर्सेप्सनको गल्ती पनि होइन, साँच्चीकै त्यस्तै छ। जति मिडियामा आउने कभरमा आउने अनि जति पनि हाइटमा पनि किन भन्नु सुन्ने, जस्तो तपाईँको घरमा इस्यु भयो भने तपाईँले भेट्ने लयर भनेको तपाईँको अहिले तपाईँले कुरा गरेर जस्तै लयर भेट्नुहुन्छ नि त, नट गेट टु सी मी एज यर लयर नि होइन। नेक्स्ट केसमा भयो भने मलाई बोलाउन सक्नुहुन्छ तर अघिसम्म बोलाउनु हुँदैन होइन। यस्तै छ क्या, जस्तो यो कहाँबाट सुरु हुन्छ भने लयर अथवा लिगल प्रोफेसनमा चाहिँ जस्तो तपाईँहरूको प्रोफेसनमा जस्तो तपाईँ आइटीको प्रोफेसनमा भन्नुभयो, सोसियल साइन्स अथवा होइन तपाईँको नेचर अफ जबमा चाहिँ 2 years 3 years 4 years 5 yearsसम्म तपाईँले काम गर्नुभयो भने तपाईँको एक्सपिरियन्स भयो नि त। 10 yearsसम्म त तपाईँ त एक प्रकारको एक्सपिरियन्सै भयो तपाईँको होइन, हाई भ्यालु एक्सपिरियन्सै भयो। तर लिगल फर्टर्निटीमा चाहिँ 10 yearsसम्म पनि लयर्सहरू चाहिँ यङ लयर्स अथवा न्यू कमर्स नै जस्तो हो क्या, किनभने त्यो सिक्दै नै हुन्छ क्या। अब जस्तो म 3rd year हो मेरो एक्सपिरियन्स हो नि त बोल्ने नलेज सबै कुरा चाहिँ त्यो यो फिल्ड लिगल फर्टर्निटी भनेको अल अबाउट कन्सिस्टेन्सी र डेडिकेसन हो क्या, हार्डवर्क मात्र होइन क्या। कन्सिस्टेन्सी तपाईँ एकदमै लाइसेन्स भएदेखि कन्सिस्टेन्ट भइरहनु भएको छ, त्यसैमा काम गरिरहनु भएको छ, लागि पर्नु भएको छ, यु विल गेट देयर होइन। नत्र हो भने चाहिँ जस्तो 2 वर्ष जति काम गर्यो लिगल फर्टर्निटीमा चित्त बुझेन गयो भन्यो भने फेरि 5 वर्षपछि फिर्ता आउँछु भन्यो भने यु विल बी नो वेयर क्या। तपाईँसँगको साथीहरू कहाँ पुगिसक्यो होइन, के हुन्छ तपाईँले कति कुरा मिस गर्नुहुन्छ क्या। त्यही भएर यसमा चाहिँ कन्सिस्टेन्सी हो। सो गेटिङ ब्याक टु यर क्वेसन, तपाईँलाई अब जस्तो तपाईँलाई मिसफिट हुँदैन भन्न खोज्नु आयो भने
हुँदैन तर सुरुमा चाहिँ हुन्थ्यो अदालतमा जाँदाखेरि जस्तो म ल कलेजको दिनदेखि सुरु गर्छु है मैले नेपाल ल क्याम्पसबाट बिएलएलबी गरेको मास्टर्स पनि त्यहीँबाट गर्दै हो फाइनल सेमेस्टरमा म होइन जब मैले बिएलएलबी ल क्याम्पसबाट सुरु इनरोल हुँदा 105 जनाको सिट हो क्या त्यहाँ अनि एउटा सेक्सनमा 35 राख्थ्यो हाम्रो क्लासमा 10-11 जनादेखि केटा थिएन क्या भनेको अलमोस्ट सबै केटी 105 जनामा हामी 105 जनामा लाइक 70% गर्ल्सै थियो होला क्या त्यस्तो धेरै गर्ल्स एकदमै नयाँ फिनोमेनन हो किनकि हिस्टोरिकली त आई थिंक मोस्टली मेन नै पर्थ्यो होला हैन नि त्यस्तो त्यो यो म तपाईलाई ब्याड पर्सपेक्टिभ होइन जस्तो 105 जना केटीहरु स्टुडेन्टहरुमा 70% गर्ल्सै थियो त्यतिखेर अहिले पनि जुनियर हेर्न जानु भने तपाईले बहिनी धेरै देख्नुहुन्छ ल क्याम्पसमा तर के हुन्छ नि प्रोफेसनमा चाहिँ महिला टिक्दैन क्या प्रोफेसनमा जस्तो सिनियर केटी मान्छे सिनियर हुने जेलसम्म त कति धेरै हार्डवर्क र डेडिकेसन चाहिन्छ सोच्नु न कन्सिस्टेन्सी भन्नु त जस्तो तपाईले जो सिनियर एडभोकेट तपाईको बाबाको साथीहरु चिन्नुहुन्छ त्यसमा त आई डाउट बाबाको केटी साथी पनि त थियो होला त क्लासमेट हैन तर छैन साथी एकदम कम ब्रो त्यतिखेर त कमै थियो बाबासँग कुरा गर्ने केटी साथीहरु छ नि जो सिनियर एडभोकेट हुनुहुन्छ गनेर 2-4 जना मात्रै हो के धेरै जना छैन त्यति थोरै हुन्छ के अनि के कुराले मलाई पनि लाग्छ जस्तो म बिङ born and brought up in काठमाडौँ हैन मैले त लोकसेवा भने सुने पनि होइन मलाई त लोकसेवा के हुन्छ नि थाहा छैन मेरो फ्यामिलीमा सबैजना व्यापार व्यवसाय गर्ने यस्तो अक्रम जब सब गर्ने ओर्ने त्यस्तो एउटा लिगल मान्छे चाहियो नि बचाउनलाई एउटा लिगल मान्छे चाहियो लोकसेवा सक्सेवा ब्याकग्राउन्डको कोही थिएन हैन फर्स्ट टाइम ल क्याम्पसमा एन्ट्रन्स दियो नामसाम निस्क्यो गइसकेपछि त्यहाँ तपाईको के थियो इन्स्पिरेसन लाइक तपाईको किनकि युजुअली के हुन्छ भन्दाखेरि जस्तो सुगतकी केसमा जस्तो भन्छ डाइभर हुँदै गएको छ नि एउटा सिधाउँदै आउनुपर्छ जस्तो पहिला सुरु त्यसलाई सिधाउँछु म मिसफिटको कुरालाई सिधाउँछु है म त्यो के भयो भने जस्तो सुरुमा त 105 जनामा कति धेरै केटीहरु थियो त्यसपछि एन्ट्रन्स दिन्छ हैन एन्ट्रन्स के रे लाइसेन्सको एक्जाम दिन्छ लाइसेन्स दिएपछि लाइसेन्स एडभोकेट हुन्छ एडभोकेट भइसकेपछि आधी उदी जनसंख्या केटाहरु कहाँ जान्छ भन्दा लोकसेवामा जान्छ हैन सरकारी वकिल हुने इजलास अधिकृत हुने अब भोलिपछि प्र्याक्टिस गर्दै जाँदै त्यही लाइनबाट जज पनि हुने हैन त्यो लाइनमा जान्छ आधी उदी साथीहरु त्यसपछि बचेको अलिअलिहरु मास्टर्स गर्न जाने बाहिर जाने 1-2 वर्ष बाहिरको एक्सपिरियन्स लिएर आउने भनेर जान्छ त्यसपछि अलिअलि बचेको पनि इन हाउस जब गर्न खोज्छ किन एभ्रीडे कोर्ट जाने बिहान गयो जस्तो प्र्याक्टिसिङ लयरलाई त दुखै छ नि त यु हैव टु रन फ्रम वान कोर्ट टु अनदर कोर्ट हैन कहिलेकाहीँ कस्तो हेक्टिक हुन्छ कहिलेकाहीँ फेरि कस्तो खाली हुन्छ यो कुरा उसले बुझ्दैन फेरि जस्तो कोर्ट चाहिँ ब्रो तिम्रो हैन कहिले तिमी काठमाडौँ जिल्ला अदालत पुग्नुपर्छ अनि दिउँसो 12 बजे त्यहाँ केस सकाएर तिमी पाटन उच्च अदालत पनि आउनुपर्छ के एउटै एकै दिनमा त्यो त एक्चुअली क्वाइट डुएबल छ कहिलेकाहीँ यस्तो पनि हुन्छ होला नि काठमाडौँ त एउटा हुन्छ नि त्यसपछि एकचोटि कास्की जानुपर्ने भोलिपल्ट त्यस्तो पनि हुन्छ नि किनकि हाम्रो त 77 वटा छ नि हैन कोर्ट तिमी सोच न तिमी भक्तपुरबाट ललितपुर आउने त गाह्रो छ ब्रो दिउँसो धेरै गाह्रो छ अनि धादिङ जानुपर्छ ब्रो कहिलेकाहीँ त तपाईहरुको ट्रान्सपोर्टेसन त्यहाँ मिलाइदिन्छ कोर्टले कि त्यस्तो हुँदैन हैन हामी त प्राइभेट लयर हो हामी त क्लाइन्टसँग पर्सनल डिलिङ हुने हो हैन हामीले क्लाइन्टको केस रिप्रेजेन्टेसन गर्ने हो त्यो मिसफिटकै कुरा गरौँ त्यो इन्ट्रेस्टिङ अनि के रे कहाँ थे मलाई यताबाट उता तपाईले भन्नुभयो आधी जना चाहिँ लोकसेवातिर जान्छ हैन आधी इन हाउस जब पनि खोज्छ आधी इन हाउस जब सजिलो हुन्छ नि इन हाउस जब भयो भने त स्यालेरी आयो इन हाउस भयो आनन्द भयो हुन्छ सो लिटिगेसनमा कम हुन्छ क्या सुरुमा इनिशियल डेजमा चाहिँ जो ल क्याम्पस जान्छ नि ल पढ्नलाई भने उसको एउटै उद्देश्य हुन्छ कि हि अर सी वान्टेड टु बी लयर क्या बहस गर्ने हैन पक्षको भनेको क्लाइन्टको रिप्रेजेन्टेसन गर्ने जले एलएलबी मा देख्छ नि लाइक एभरेज जनता मेरो लागि त त्यही हो इन्फर्मेसन हैन जले एलएलबी मा देख्छ जस्तै हो मान्छेको सुरुमा चाहिँ त्यही हुन्छ क्या त्यो मैले चिनेसम्म है अब मेरो साथीभाइ सबैसँग देखे अनुसार चाहिँ सबैको त्यही हुन्छ तर विथ टाइम चाहिँ मान्छेले कम्फर्ट इज यस्तो पनि हेर्छ नि त मनी सबै कुरा हेर्न थाल्छ नि त यस्तो दुःख कसले गरोस् भने लिटिगेसनमा चाहिँ कम हुन्छ क्या केटीहरु पनि कम छ लिटिगेसन पैसा कम हुनुहुन्छ भनेपछि म के पैसा त सबसे धेरै लिटिगेसनमै छ नि त तर के भन्छ नेचर जुन छ नि लिटिगेसनको त्यो त अलिकति टफ नै हो क्या जस्तो
टचवुड म पो राम्रो ठाउँमा गरिरहेको छु, मैले पो राम्रो ठाउँमा एक्सेस पाइरहेको छु, मलाई सजिलो होला, सबैले सजिलो हुँदैन नि त। सोच्नु त फर्स्ट जेनेरेसन लयर, यङ लयर जसको बुवा वकिल छैन, जसको आमा वकिल छैन होइन, दूरदराजसम्म पनि परिवारमा कोही पनि लिगल ब्याकग्राउन्ड छैन, बिएलएलबी गर्यो, इन्टर्नसिप पनि गर्यो अरे, ल कलेजले प्रोभाइड गर्यो, वाट नेक्स्ट त होइन, वाट नेक्स्ट हाम्रो त्यो भ्युअर्सलाई पनि भन्दिनु कसरी छिर्ने हो त। त्यो चाहिँ अलिकति फर्स्ट जेनेरेसन लयरलाई चाहिँ त्यो चाहिँ अलिकति गाह्रो छ क्या, कहाँ जाने। जस्तो म गएर होइन, म कोही पनि थिइनँ भने पनि म गएर कसरी ल बढी यो एकदम राम्रो ल फर्म हो होइन, मलाई चाहिँ यहाँ काम गर्नु छ भने सिधै ढोका ढकढकाएर त काम दिनेवाला छैन। उसले इन्टर्नसिप गरेको भरमा त उसले मलाई काम दिँदैन, लेख्न पनि आउँदैन होइन, के पढ्न पनि आउँदैन, मिसिल पढ्न पनि आउँदैन, त कसरी हुन्छ त। अनि यस्तो हुन्छ क्या, जस्तो यो लिगल फ्रेटर्निटीमा चाहिँ जस्तो 2-4वटा अब बिग ल फर्महरू बाहेक अरू भनेको चाहिँ ल फर्महरू भनेको त्यो जस्तो 20-25 जना म्याक्स भयो भने 20-25 जना स्टाफहरू अथवा एसोसिएटहरू भएको मात्रै हुन्छ क्या, त्यस्तो बिग हुँदैन। यहाँ सिनियर यहाँ चाहिँ धेरै जस्तो मैले भने नि अघि नै 2-4वटा ल फर्म चाहिँ तपाईँको म यो ल फर्ममा काम गर्छु भन्ने नामले चिनिन्छ भने बाँकी सबै आई वर्क विथ हिम अर हर भनेर चिनिन्छ लिगल फ्रेटर्निटीमा चाहिँ। जस्तो तपाईँहरू भन्नुहुन्छ होला नि, जस्तो आइटी सेक्टरको अथवा इन्जिनियरिङको कता कता आई वर्क इन दिस कम्पनी अथवा यो फर्म भनेर तपाईँहरू गर्नुहुन्छ, लिगल फ्रेटर्निटीमा चाहिँ त्यो तपाईँले पाउनुहुन्न। एउटा दुईटा चाहिँ छन्, नेपालमा पनि छन्, तपाईँले पनि रिसर्च गर्नुभयो भने पाउनुहुन्छ। एउटा दुईटा चाहिँ यस्तै अब ल फर्महरू छन् जुन चाहिँ ल फर्मकै नामले चाहिँ चिनिन्छ, परिचित छन्, जस्तै आई वर्क हियर भन्यो भने सिद्धो, तर बाँकीहरू भनेको चाहिँ आई वर्क विथ दिस सिनियर एडभोकेटहरू के, यो सिनियर नाम भन्नु पर्यो क्या तिमीले। मलाई लिगल फ्रेटर्निटीमा चिन्नेहरू भनेको ओए वरिष्ठ अहिले त बार अध्यक्षसँग काम गर्ने साथीहरू भनेर चिन्नुहुन्छ क्या हामीलाई गर्नेहरूलाई, त्यो चाहिँ त्यो हुन्छ। यहाँ चाहिँ लिगल फ्रेटर्निटीको चाहिँ त्यस्तो छ। सो अन इन्डिभिजुअल बेसिस भयो, कम्पनी बेसिस भयो, जस्तो केसेसहरू पनि त्यही बेसिसमा आउने हो, नामले गर्दा चलेको जस्तो कम्पनी जस्तो। यहाँ चाहिँ दुईटा हुन्छ कि, इदर तपाईँको चाहिँ ल फर्म नै ब्रान्ड भ्यालु भइसकेको हुन्छ, तपाईँको चाहिँ यो ल फर्ममा लिएर जान्छु मेरो मुद्दा भनेर जान्छ क्लाइन्टहरू, कि त तपाईँ आफू चाहिँ व्यक्ति ब्रान्ड हुन्छ कि, जस्तो भोलि पर्सि मलाई म स्नेहा भेटामा चाहिँ मुद्दा लिएर जान्छु बिकज उसको चाहिँ ब्रान्ड छ भनेर। डक्टर पनि त्यस्तै हो नि नेपालमा है, हामी हस्पिटल भन्दा पनि डक्टर उहाँ मैले उसमा नि दिन्छु नि, मेरो स्टुडेन्टहरूलाई पढाउँदाखेरि पनि कहिलेकाहीँ दिन्छु क्या। जस्तो हामीले जस्तो बिरामीहरू बच्चाहरू बिरामी भयो भने चाहिँ कान्ति हस्पिटलमा चाहिँ यस्तो बाल रोग विशेषज्ञ यस्तो बुढो डक्टर छ अरे, अनि ऊ भेटामा लग्यो हेर्दै छुँदै निको हुन्छ अरे भन्ने टाइपको हुन्छ नि। यो लिगल फ्रेटर्निटीमा पनि त्यस्तै हो क्या, जति तपाईँ एक्सपिरियन्स हुनुभयो, जति तपाईँको त्यो भयो त्यही अनुसार तपाईँलाई वर्क फ्लो हुन्छ क्या, त्यो चाहिँ हो। आफूलाई मन परेको डक्टरमा गयो भने आधारको आफै निको हुन्छ। लाइक त्यो चाहिँ पिपलको ब्रान्ड भ्यालु धेरै छ क्या, यहाँ चाहिँ सिनियर एडभोकेटको ग्राभिटी एकदम धेरै छ यो फ्रेटर्निटीमा। सेम अनि यो इन्डियामा पनि यस्तै हो अनि बाहिर पनि यस्तै हो कि नेपालको स्पेसिफिक कन्टेक्स्टमा? होइन यस्तै नै हो, इन्डियाहरूमा पनि च्याम्बरहरूमा एडभोकेटहरूको फर्म्सहरू जस्तो फर्महरू 2-3 प्रकार। मुद्दा चाहिँ कस्तो कस्तो हुन्छ भन्दा जस्तो तपाईँ मुद्दा त कि त नेपालमा उद्योग व्यवसाय धेरै हुन पर्यो कि कमर्सियल लयर्सहरूले त्यही अनुसारको वर्क पायो होइन, आइटी सेक्टर तपाईँहरूको बुम हुँदैछ त्यही अनुसारको चाहिँ लयरहरूले त्यसमै वर्क गर्छ, इन हाउस जबहरू त्यही अनुसारको फ्लरिस हुन्छ। बाँकी कि त अब के यस्तै सेन्जी प्रोटेस्ट हुन्छ, नेपालको जुडिसियरी एकदम पावरफुल रहेछ होइन त, के भन्नु जुडिसियरी हामीले मात्रै भने हो त, अहिले हालको गृहमन्त्रीले पनि त भने अनि ओ मान्छे लगेर थुनेको छु जुडिसियरी त कस्तो पावरफुल रहेछ भनेर होइन, तर यो त स्टेटमेन्ट नै आयो नि त। यो त आई थिङ्क मान्छेले नेपालमा त्यति थाहा थिएन होला, किनकि हामीले त एकदमै नेपालमा एउटा चाहिँ लेजिस्लेसनलाई एकदम पावरफुल मान्छौँ अनि अर्को चाहिँ एक्जिक्युटिभमा पनि अनि आर्मीलाई एकदमै लाइक मान्छ नि त यहाँ, तर खास त जुडिसियरी त थर्ड ल अफ द गभर्मेन्ट नै हो नि होइन, एकदम पावरफुल रहेछ भनेर बल्ल बुझ्दै आइरहेछन् क्या। त्यो जेन्जी भनेपछि मलाई त्यो भन्न मात्रै मन लाग्यो हो क्या, तर हामीले धेरै घुमायो होइन। तर मेन क्वेसन चाहिँ अहिलेको क्वेसन चाहिँ सो तपाईँलाई मिसफिट अलिकति चाहिँ हुन्छ, फिल चाहिँ हुन्छ, तर के मानेमा हुन्छ भने जस्तो त्यस्तो मिसफिट भन्दा पनि अझै पनि क्या क्लाइन्टले विश्वास गर्ने भने त सेकेन्डरी कुरा हो क्या। तपाईँको क्लाइन्ट त
क्लाइन्ट त लेम्यान हुन्छ क्या, उसलाई थाहै हुँदैन नि त प्रब्लम बोकेर आएको हुन्छ, पनि रेफरेन्सबाट आएको हुन्छ नि। धेरै जस्तो रेफरेन्सबाट आएको नर्मल क्लाइन्ट छ भने त ऊ त प्रब्लम बोकेर आउँछ नि त, उसले त वकिल साहब यस्तो यस्तो छ भनेर आउँछ, उसको आई लेन्सबाट हामी जज हुँदैन धेरै जस्तो। रेयर केसेसहरूमा हुन्छ जो चाहिँ अब अलिकति उसले चाहिँ होइन मलाई यही चाहियो, तपाईँसँग कुरा गर्दिनँ, सिनियरसँगै कुरा गर्छु भन्ने भयो भने छुट्टै हो। तर मलाई मिसफिट चाहिँ कुन बेला हुन्छ भने जब म अदालतमा जान्छु, मैले आफ्नो वेल प्रिपेयर गरेर जाँदाखेरि पनि जब मलाई त्यो उनीहरूले भन्दैन है, कसैले पनि त सक्दैनस् भनेर भन्दैन, तर उनीहरूको त्यो थाहा हुन्छ त्यो जुन टाइपको मलाई त्यो हुन्छ त्यतिखेर चाहिँ मलाई एकदमै त्यो मन पर्दैन। त्यो मिसफिट त भन्न मिल्दैन त्यसलाई पनि, एउटा प्रकारको बायसनेस चाहिँ छ, मिसफिट त हुँदैन त्यहाँ त। अब जस्तो तपाईँ लयर भइसकेपछि सबै अधिवक्ता हो, आइदर कि त सिनियर हुनु पर्यो वरिष्ठज्यू भन्नलाई, बाँकी जस्तो तपाईँ 10 इयर्सदेखि लयर हुनुहुन्छ अनि म भर्खर हिजो लाइसेन्स लिएर आयो भने तपाईँ पनि अधिवक्ता म पनि अधिवक्ता, नथिङ टु मिसफिट नि त। वरिष्ठ चाहिँ कहिले हुन्छ नि त्यो चाहिँ? वरिष्ठ त एक्जाम दिनुपर्छ हैन, दिनु पर्दैन, वरिष्ठको एक्जाम दिनु पर्दैन, यो सर्वोच्च अदालतले नै तपाईँलाई त्यो के भन्छ फेलिसिटेड त्यो सर्टेन वर्ष अधिवक्ता भएपछि सर्वोच्च छ, त्यसमा पनि धेरैवटा कुराहरू पुऱ्याउनु पर्यो। अब ट्याक्स तिरेकोदेखि लिएर होइन, प्र्याक्टिस गरेर आएको, यतिवटा मुद्दामा तपाईँले फैसलामा तपाईँको नाम आएकोदेखि लिएर थुप्रै क्राइटेरिया छ। तपाईँको भ्युअर्सहरूले सायद अब यो त बुझ्दैन होला है, मात्रै हुन्छ। लयर दुई प्रकारको त भन्नु अधिवक्ता र वरिष्ठ अधिवक्ता हुन्छ। लयर दुई प्रकारकै हो, एउटा सरकारी लयर बुझ होइन, वकिल बुझ, एउटा प्राइभेट लयर बुझ क्या, त्यति हो फरक, केही पनि अरू केही पनि होइन। प्राइभेट लयर चाहिँ अधिवक्ता भइसकेपछि तपाईँको सर्टेन इयर्स नम्बर अफ इयर तपाईँले काम गरिसकेपछि तपाईँको त्यही अनुसारको तपाईँले जजमेन्टहरूमा तपाईँको बस भइसकेपछि नाम आइसकेपछि त तपाईँलाई वरिष्ठ उपाधि दिने हो। तर मलाई त्यसमै एउटा क्वेसन थियो कि लाइक जो उसले भर्खर भने नि कि लयरहरू कि त प्राइभेट लयर हुन्छ कि त गभर्मेन्टवाला लयर हुन्छ होइन, तर तपाईँले भन्नुभयो नि सबभन्दा बढी पैसा चाहिँ लिटिगेसनमा छ। सो आई अज्युम कि लाइक मलाई पुरै सबजना लिटिगेसनमा जिल्लाएर होइन, तर अनि जुन सबले मेरो अजम्सन चाहिँ गभर्मेन्टकै लयर भयो भने चाहिँ पेमेन्ट चाहिँ कम होला होइन र, स्यालेरी त प्राइभेटमा भन्दा त्यहाँ कम होला। सरकारी जागिर हुनेले त सरकारले तोकेको मापदण्ड अनुसारको तलब पाउने, उनीहरूले तलब पाउँछ, त्यो त उनीहरूले आफूले सोचेरै गएको कुरा हो नि। हजुर, सो त्यहाँ चाहिँ एउटा फिक्स्ड अमाउन्ट भयो। अमाउन्टको लागि होइन नि त्यो, फेरि त्यसको छुट्टै रौनक छ नि त। म पो आज तपाईँले मलाई एज अ प्राइभेट लयर बोलाउनु, मैले प्राइभेटको राम्रो राम्रो कुराहरू यसमा भएको प्रोजहरू भन्छु, यसको कन्स पनि त आफ्नो छ नि। जस्तो तपाईँले सरकारी वकिल अथवा सरकारी जागिरे जो भनौँ न, सरकारी त वकिल भयो, न्याय सेवा कानुनमा जान मिल्यो, न्यायमा गयो भने तपाईँ सरकारी वकिल जानुभयो, कानुनमा जानु भने तपाईँ मन्त्रालयतिर अधिकृत भएर जानुभयो होइन, धेरैवटा छ नि त। त्यसको पनि छ नि, सरकारको लागि काम गर्छु, तपाईँको उनीहरूलाई सेवा सुविधा दिन्छ, भत्ताहरू हुन्छ, रेस्पेक्ट। नेपाली समाजमा अझै पनि त कस्तो अधिकृत भन्नेको त छुट्टै भ्याल्यु छ त। अधिकृत भोलि उपसचिव हुन्छ, उपसचिव पछि के सहसचिव, सचिव हुन्छ, महिना मर्ने बित्तिकै स्यालेरी आउँछ, अनि के हुन्छ घरमा गाडी र के भन्छ एउटा पिएसओ आउँछ, ढोका खोल्दै होइन। त्यो त सबैले पाउँदैन ब्रो, त्यो त त्यसको लागि त न्यायाधीश हुन्छ होइन, तर त्यो अधिकृतले चाहिँ त्यो फेरि टाइमपछि आफ्टर सर्भिस। सो त्यो हो मेन अपिल चाहिँ, सिधै क्यास भ्याल्यु भन्दा पनि त्यो रेस्पेक्ट हुने प्रेस्टिजको लागि झन्डै नेपोटिजम कुरा भएको थियो, त्यहाँ झन्डै घरमा ढोका खोलिदिने मान्छे आउँछ, म एकछिन हो यो त प्रब्लम प्रेस्टिज हुन्छ नि त। हजुर, किनकि तपाईँले त्यो भन्नुभयो नि, मैले आफ्नो एक्सपिरियन्समा चाहिँ जति पनि लयर्स म चिन्छु नि पर्सनली, उनीहरू सब चाहिँ ल चाहिँ पढ्यो, तर त्यसपछि अहिले एनजिओमा काम गरिरहेको छ कि म्याक्सिममको त्यो लिगल फिल्ड भन्न खोजेको, लिगल फिल्ड, तर एनजिओमा कि एनजिओ आइएनजिओहरू लको त एकदम धेरै स्कोप छ क्या। जस्तो तपाईँ त जस्तो 5 इयर्स बिएलएलबी गर्नुभयो, लाइसेन्स एडभोकेट हुनुभयो, सबैलाई अदालतै गएर बहस गर्न मन लाग्छ भन्ने हुँदैन नि त होइन। कसैलाई चाहिँ एनजिओ लाइनतिर जान्छु, इन्टरनेसनल रिलेसन बिल्डिङतिर हेर्छु ह्यान त्यान भन्ने हुन्छ होला होइन। कसैलाई चाहिँ अब म एकदम रिसर्चमा इन्ट्रेस्ट छ, लिगल रिसर्च गर्छु, सोसियल लिगल रिसर्च गर्छु भन्ने नि हुनसक्छ, यतातिर नि पायो। कसैलाई होइन मलाई त पढाउनै इन्ट्रेस्ट छ, म त लेक्चरर हुन्छु, पछि अब ट्यु सेवा अथवा के हो कता कता युनिभर्सिटीतिर दिएर म टिचिङ लाइनमा जान्छु, प्रोफेसर हुन्छु भन्न नि पाइयो। धेरैवटा स्कोप छ होइन, इन हाउस जब गर्छु भन्न नि पायो। तपाईँले त दुइटै गरिराख्नु भएको छ, लिटिगेसन प्लस लेक्चरिङ। लेक्चरर त म +2 लाई ल पढाउने हो, त्यो चाहिँ अब
आई लाइक शेपिङ यङ माइन्डहरू सोच्नु त भर्खर एससी दिएर आएको यङ माइन्ड तपाईँले यङ तिनीहरू त अब बिएलएलबीको एन्ट्रान्स प्रिपेयर गर्ने विद्यार्थीलाई पढाउने हो मैले त अझ भनेको +2 मा ल पढाउने त्यो त बेस हो नि त एकदम धेरै बेस भयो एकदमै बेस हो क्या घरको जब बलियो भयो भने सोचेको छौ +2 मा तिमीले ए लेभल्स पढ्यौ हैन मैले साइन्स पढेँ मान्छे ल पढ्छन् क्या ब्रो भनेको ल भनेको ठुलो फिल्ड हो क्या 10 इयर्स भयो 2000 धेरै भएको छैन क्या ब्रो तिम्रो हाम्रो बेलामा त्यति पपुलर थिएन जहिले अहिले पपुलर छ क्या बुझेन त्यस्तो भयो क्या अहिले त लको स्कोप भन्दा नि लको के भन्छ ल प्रति मान्छेहरूको रुचि नै कति धेरै बढेको छ कम बच्चा ल त कुनै पनि फिल्ड त खोल्न पाइँदैन नि त ब्रो हरेक ठाउँमा एउटा लिगल एडभाइजर त हुनै पर्छ नि हैन लिगल एजुकेसन प्रति त्यो मान्छेहरूको रुचि अहिले एकदम धेरै बढ्या छ क्या हजुर धेरै स्कोप पनि छ नि त तपाईले देख्नुभयो भने अहिलेको त्यो सांसदहरू नै अधिकांश लिगल ब्याकग्राउन्डबाट धेरै लिगल ब्याकग्राउन्डबाट त्यो भएर पनि सायद यङ पिपलहरूलाई प्रधानमन्त्रीले राखेको छ लिगल एडभाइजर हेर त त्यो त राख्नै पर्ने हो तर यस्तो नि त ब्रो अब अरू बेलामा त त्यति फेमस हुँदैन थियो नि त जति अहिले फेमस यो गभर्नमेन्टले गर्दाखेरि चाहिँ जस्तो यो बालेन गभर्नमेन्ट जेनजी प्रोटेस्ट पछिको गभर्नमेन्टले गर्दा चाहिँ लेम्यान अनि खेरि त्यसपछि गएर टिनेजर्स अनि मिडल एज पिपल पनि जसलाई पोलिटिक्समा इन्ट्रेस्ट थिएन उनीहरू एटलिस्ट एकचोटि चाहिँ स्क्रोल गर्ने के भइरहेछ भन्ने चाहिँ भएको छ क्या त्यसले गर्दा चाहिँ मान्छेहरूलाई धेरै थाहा भएको हुन चाहिँ पहिला पनि हुन्थ्यो लिगल ब्याकग्राउन्ड जस्तो तपाईँहरूले नथाहा भए पनि पहिला होइन अग्नि खरेलदेखि लिएर धेरैजना जो सांसदहरू भएको छ उहाँहरू लिगल ब्याकग्राउन्डबाटै जानुभएको थियो कन्स्टिट्युसन मेकिङमा जुन अहिलेको कन्स्टिट्युसन छ कन्स्टिट्युसन मेकिङमा पनि धेरै लिगल ब्याकग्राउन्डको मान्छेहरू गएर बनाउनु भएको संविधान हो यो तर त्यो कुराहरू हाइप आएन तर अहिलेको कुरा किन हाइप आयो भने यो गभर्नमेन्टमा चाहिँ धेरैको आँखा छ नि त आफ्नो पिआर पनि एकदम राम्रो गर्छ नि पिआर उनीहरूले पब्लिक रिलेसन पनि राम्रो इट्स नट अ ब्याड थिङ आई वुड से हैन छैन उसको प्रेसरले गर्दाखेरि अरूले फेसबुक चलाउनु परिरहेछ त्यहाँ हैन त्यो चाहिँ छ सो मलाई एक्चुअली किनकि म त कम्प्लिटली लिगल ब्याकग्राउन्डको मान्छे होइन सो मलाई सधैँ एउटा क्वेसन थियो कि लाइक एकदमै रङ अजम्सन होला होइन आई थिङ्क यो एपिसोडै मैले एकदमै रङ अजम्सन कुराहरू सोध्छु अनि किनकि आई थिङ्क एभरेज मान्छेले म जस्तै सोध्छ जस्तो लाग्छ कि लाइक हुन्छ धेरै म त क्वेसन नै सोधिरहेको छु नि क्या मलाई उसले भनेको कति कुराहरू थाहा छ कि होइन थाहा छ नि भ्युअरको लागि चाहिँ तिमीले सही क्वेसन सोधिरहेको छौ क्या अहिले मेरो कन्स्टिट्युसन नेपालको होइन अनि जुन हाम्रो लिगल फ्रेमवर्क छ नि एकदमै जेनरल मान्छेको अजम्सन चाहिँ के छ भन्दाखेरि युकेको कमन ल थियो होइन त्योबाट इन्डियामा कमन ल आयो होइन कोलोनियल टाइम्समा अनि नेपालले पनि त्यही कमन ललाई अडप्ट गरेको हो भन्ने एउटा पर्सेप्सन छ लाइक मेरो पर्सेप्सन त्यो हो लाइक वुड इट बी फेयर यस्तो भन्न कि हाम्रो लिगल सिस्टम ब्रिटिस लिगल सिस्टममा बेस्ड छ भनेर नो तपाईँको अन्डरस्ट्यान्डिङमा कमन लिगल सिस्टम भने कस्तो लिगल सिस्टम हो भन्नाले अब जस्तो मैले चाहिँ त्यो इन्डियामा सबले ब्रिटिस ल इन्डियाले ल्यायो इन्डियामा त्यो ल चलिरहेछ होइन उसले चाहिँ त्यहाँबाट यहाँ आयो क्या कसरी आयो त भन्दाखेरि त्यहाँबाट जे त्यहाँ थियो नि यहाँ पहिला कानुन लेख्नेहरूले त्यसरी लेखिदियो भनेर भन्नुहुन्छ कन्स्टिट्युसन त एकदमै थियो नि किनकि त्यो पार्लियामेन्ट्री सिस्टमै युकेबाट आएको युकेबाट इन्डियामा भयो इन्डियाबाट हामीले पनि पार्लियामेन्ट्री सिस्टम ल्यायो यहीँको इन्डिजिनियस सिस्टम त होइन नि तर मैले जहाँसम्म मैले आफ्नै रिसर्चमा चाहिँ हाम्रो तर जुडिसियरी र लजमा चाहिँ एकदमै पहिलादेखि भएको कानुनहरू छ भन्ने सुनेको थिएँ मैले हजुर यस्तो जस्तो तपाईँको अन्डरस्ट्यान्डिङ इज समवेयर राइट के कन्टेक्स्टमा भन्दाखेरि हाम्रो जुन चाहिँ हाम्रो छिमेकी राष्ट्र छ भारतलाई उनीहरूले चाहिँ ब्रिटिसहरूले शासन गर्यो अनि ब्रिटिसले शासन गर्दा उनीहरूले जे छोडेर गयो उनीहरूले त्यसै माथि बसेर संविधान बनायो कानुन बनायो पार्लियामेन्ट्री सिस्टम त्यसरी आयो भन्ने तपाईँको अन्डरस्ट्यान्डिङ इज विच इज टु सम एक्सटेन्ट राइट होइन कोर्ट स्ट्रक्चर पनि उनीहरूको त्यस्तै भयो तर नेपालको कन्टेक्स्टमा हेर्नुहुन्छ हामी कहिले कोलोनाइजेसन कहिले पनि भएन हामी एकदम इन्डिपेन्डेन्ट कन्ट्री हो हामीमाथि कसैले राजै गरेको छैन होइन हाम्रो लिगल सिस्टम हेर्नुहुन्छ भने हामी नाइदर फुल्ली सिभिल लिगल सिस्टम हो हाम्रो नर कमन लिगल सिस्टम हो हामी रादर हामीलाई हाइब्रिड अथवा मिक्स लिगल सिस्टम भन्न चाहिँ मिल्छ क्या हाम्रो लिगल सिस्टम हेर्ने हो भने तपाईँको रिलिजियस लिगल सिस्टमदेखि हामी त्यो गाइड हुँदै आछ क्या
हाम्रो लिगल सिस्टम मेजरली पहिला त हिन्दू रिलिजियस टेक्स्ट बुकबाट गाइडेड थियो, धर्मशास्त्रबाट, श्रुति स्मृतिहरूबाट होइन। पहिला त किङ इज द अल्टिमेट सोर्स अफ पावर होइन, किङलाई नै लर्ड विष्णुको इन्कार्नेसन मानेर राजाले नै न्याय दिन्छ, राजाले भनेको कुरा रे त्यो हो भन्ने कुरादेखि लिएर तपाईँको यो पछिको कन्स्टिट्युसनसम्म नि थियो रे, 1990 सम्म नि थियो रे त्यस्तो। त्यो तपाईँको यो त्यो के हो रे, त्यो कालभैरव कहाँ के अरे बसन्तपुरको कालभैरवको अगाडि गएर कालभैरवको अगाडि गएर झुटो कुरा बोल्यो भने त्यही रगत छादेर मान्छे मर्थ्यो अरे भन्नेसम्म छ क्या। तर एकछिन त्यो हामीले एउटा मलाई लाग्छ कि हाम्रो रुल्सहरू सुन्दा हामीलाई एकदम सुपरस्टिशियस लाग्छ होइन, तर ग्लोबल कन्टेक्स्ट राख्दा पनि त्यस्तै त हो नि, किनकि युएसमा पनि अमेरिकामा नि त्यो लमा बोलाउँदाखेरि बाइबलमा हात हालेर आई विल स्पिक द ट्रुथ नथिङ बट द ट्रुथ भन्छ नि, त्यो र त्यो अलमोस्ट सेम कन्सेप्ट त हो नि। अब रगत छाड्ने चाहिँ त्यहाँ भन्दैन होइन, तर त्यहाँको कन्सेप्ट अनुसार त तिमीले झुट बोल्यो भने हेल जान्छौ वाला हो नि त खास। सो त्यस्तो डिफ्रेन्ट हामी पनि त्यो रियली हाम्रो चाहिँ अब हिन्दू कन्ट्री थियौँ हामी पहिलासम्म होइन, यो संविधानले हामीलाई सेकुलरिजममा लग्यो, त्यो भएको भएर हाम्रो अलमोस्ट सबै कुराहरू चाहिँ अझ धेरै चाहिँ हामी रिलिजियसली गाइडेड भएको हो क्या हाम्रो लजहरूमा पहिला अनि त्यसपछि गएर फर्स्टमा 1910मा जब मुल्की ऐन आयो, जङ्गबहादुर द देन प्राइम मिनिस्टर जङ्गबहादुर राणा जब फ्रान्स गएर चाहिँ त्यहाँको नेपोलियन कोडबाट इन्फ्लुएन्स भएर आएर नेपालमा पनि कोडिफाइड ल हुनुपर्थ्यो भन्दा पहिला त हामी कोडिफिकेसनमा थिएनौँ नि त। ए हो फ्रान्सबाट इन्स्पायर हो, किनकि मलाई यो पनि सधैँ युकेबाटै इन्स्पायर हो जस्तो लाग्थ्यो, किनकि युके पनि त गएर आयो नि त त्यति बेला फ्रान्सबाट नेपोलियनबाट इन्स्पायर भयो हो, त्यही भएर नेपोलियनबाट इन्स्पायर भएर आएर चाहिँ उसले यहाँनिर मुलुकी ऐन 1910 आएको, त्यसपछि मात्र हामी नेपालमा कोडिफाइड भयौँ भनेपछि त्यसपछि हामी सिभिलतिर गयौँ होइन। कोडिफिकेसन एउटा कुरा मात्रै तपाईँलाई म काट्नु खोजेँ होइन, तर जस्ट भ्युजहरूलाई क्लियर होस् भनेर नेपोलियन उहाँले भन्दाखेरि नेपोलियन द थर्ड भन्नु खोजिरहेको है, हामीले नेपोलियन भन्दाखेरि सबले त्यो ओरिजिनलवाला सोध्छ, तर उसको नाति हो कि को पनि भएको थियो त्यो तपाईँ उहाँको कुरा रहेछ जस्ट बिक्लियर। अनिखेरि त्योबाट इन्फ्लुएन्स भएर चाहिँ कोडिफाइड बनायो। सिभिल वर्ल्डमा त धेरै प्रकारको लिगल सिस्टम छ नि त, लिगल फ्यामिलीजहरूमा सिभिल लिगल सिस्टम भयो, त्यो ओल्डेस्ट लिगल सिस्टम जुन रोमबाट आयो होइन, जसले चाहिँ कोडिफिकेसनको कुरा गर्छ, रिटर्न लजहरूको कुरा गर्छ। त्यसपछि गएर कमन लिगल सिस्टम भयो जसले चाहिँ अब प्रेसिडेन्ट भनेको जजमेन्ट लजहरूलाई बेस मान्ने कुरा गर्छ, जो अर्को आयो रिलिजियस लिगल सिस्टम पनि छ। जस्तो भ्युजलाई बुझ्न चाहिँ कमन लको मिनिङ चाहिँ पहिला मर्डर हुँदा यस्तो गरेको थियो त्यही भएर यो पालि मर्डर हुँदा हामी यस्तै गर्छौँ, त्यो होइन कमन ल भनेको। नजिरको बेसिसमा अब कान होइन प्रेसिडेन्टको बेसिसमा, अङ्ग्रेजीमा भन्दा प्रेसिडेन्ट भन्छ, नेपालीमा नजिर भन्छ। अदालतले गरेको कुनै पनि पहिलाको निर्णयहरूलाई हेरेर आगामी निर्णयहरू चाहिँ जजमेन्ट गर्दा चाहिँ त्यसलाई बेस बनाएर गरिन्छ भने त्यसलाई नजिर भनिन्छ। कमन लिगल सिस्टम फलो गर्ने बेस भनेको चाहिँ जसले चाहिँ अदालतले पहिला गरेको निर्णयहरूलाई बेस मानेर चाहिँ आगामी दिनहरूमा त्यस्तै निर्णय गर्न सहज होस् भनेर हेर्छ भने द्याट्स कमन ल फलोइङ कन्ट्री। त्यसको लागि एकदम इजी एक्जाम्पल भनेको युके हो होइन, जसमा चाहिँ कन्स्टिट्युसन छ बट रिटर्न कन्स्टिट्युसन छैन युकेमा। सिभिल लिगल सिस्टम भनेको कन्ट्रीहरू भनेको जसको चाहिँ कोडिफाइड लजहरू हुन्छ, जसले एक्टहरू ऐनहरू बनाउँछ, जो चाहिँ रिटर्न लजमा बेस हुन्छ। सिभिल लिगल सिस्टम फलो गर्ने जति पनि देशहरू, जस्तो अब तपाईँले इन्डिया हेर्नुहुन्छ भने पनि सिभिल लिगल सिस्टमै छ, नेपालमा पनि सिभिल लिगल सिस्टमै छ, जस्तै रोमको कन्ट्री रोमबाट आएको सिभिल लिगल सिस्टम त्यो भयो। त्यसपछि गएर सोसियल अहिले त सोसियलिस्ट लिगल सिस्टम पनि छ जुन चाहिँ कम्युनिजम होइन समाजवादहरूमा बेस भएको, जो चाहिँ चाइना भयो। रिलिजियस लिगल सिस्टम पनि छ जो रिलिजियस टेक्स्ट बुकहरू जस्तो इस्लामबाट गाइड हुने कन्ट्रीहरू होइन, इस्लामिक लजहरूबाट गाइड हुने कन्ट्री पनि छ। लिगल सिस्टम धेरै प्रकारको हुन्छ। नेपालको कन्टेक्स्टमा चाहिँ हामी मिक्स्ड लिगल सिस्टम बढी हो, हामी फुल्ली सिभिल पनि होइन कमन पनि होइन, अहिले त अब रिलिजियस मात्र पनि होइन, केही समयसम्म थियो हामी जब रिलिजियस मात्रै छ। जस्तो नेपालमा त डिफ्रेन्ट डाइनेस्टिजहरूले रुल गरेका छन् नि त, जस्तो सुरुमा किरात डाइनेस्टीको हिस्ट्री हेर्न सक्छौँ। किरातभन्दा अगाडिको हिस्ट्री चाहिँ खासै पढ्नमा पाइएको छैन, तर सबैभन्दा पुरानो किरात डाइनेस्टी, त्यसपछि गएर लिच्छवी डाइनेस्टी, त्यसपछि गएर मल्ल डाइनेस्टी, त्यसपछि गएर शाह डाइनेस्टी, शाहको बिचमा राणाले पनि रुल गर्यो होइन। यो सबै डाइनेस्टिजहरूमा हेर्नुहुन्छ भने सर्टेन पिरियडमा उनीहरूको आफ्नै हली टेक्स्ट बुकले गाइड गरेको छ क्या। अब किरातहरूको मुन्दुमले गाइड गरेको छ त्यतिखेर
किनकि किराँतहरू चाहिँ हिन्दुजहरू थिएन होइन उनीहरू चाहिँ एनिमलिस्टिक कि हिन्दुइजममै थियो तर प्रकृति जातिहरू उनीहरूको मुन्दुम थियो मुन्दुम होली टेक्स्ट बुक उसले त्यसमै सबै कुरा थियो क्या त्यो अझै छ त्यो टेक्स्ट बुक कि हराइसक्यो कम्प्लिटली लस्ट हो किराँत भन्ने अझै पनि मन्दिरै छ जस्तो किरातीजहरू राई लिम्बू याक्तुम्बाजहरू किरातीज हो नि त उनीहरूको आफ्नै रिलिजियस बुक छ त्यो चाहिँ हाम्रो इन्डिजिनस रिलिजन हो भन्छ है त्यो किरातीहरू चाहिँ नेपालमै भएको गुजेश्वरी जाने बाटोमा अझै छ किराँतको मन्दिर धेरै छ किरातेश्वर महादेव पनि छ त ए हो ए किनकि स्वस्थानीमा पनि स्वस्थानीमै आउँछ त्यो त्यो त मैले त्यही भन्दै थिएँ किराँतकोमा रूपमा आउँछ नि रिलिजियस टेक्स्टबुकको बारेमा चाहिँ धेरै होइन हामी त्यो क्वेशन स्वस्थानीको चाहिँ थाहा छैन स्वस्थानीमा तर किरातेश्वर महादेव भन्ने चाहिँ हुनुहुन्छ जसको चाहिँ किराते जस्तो लुक्स अब किराते किरातको स्वरूपमा के अरे केपी ओलीले यो ऊ पनि हाम्रै किरातकै मान्छे हो भनेर त्यो राजालाई भन्यो होला हाम्रै किराती हो नि भनेर एउटा जे पाइदिए आएको थियो हाम्रो प्रधानमन्त्रीले भ्युअर्सले प्लिज यो मैले भनेको यो चाहिँ याद छ भने कमेन्ट गरिदिनु त केपी ओलीले भनेको थियो क्या त्यो ए त के अरे महादेव पनि किरात यस्तै समथिङ यस्तै छ कि किरातको बारेमा एक्चुअली किरात भएर आएको चाहिँ थियो मलाई याद छ स्वस्थानीमै हो त्यो स्वस्थानीमै हो उलाई त्यो एकदम दिक्क लागेर रमाइलोको लागि अन्त डिफ्रेन्ट लिगल सिस्टमको कुरा थियो नेपालको चाहिँ मिक्स्ड हो 1910 मा जब फर्स्ट कोडिफाइड ल आयो नेपालमा त्यसपछि गएर विक्रम सम्वत 1910 मा फर्स्ट मुलुकी ऐन 1910 आएपछि हामी कोडिफिकेसनतिर गयौँ 2008 सालमा त प्रधान न्यायालय स्थापना भयो 13 सालमा गएर मात्र सर्वोच्च अदालतको स्थापना भयो त्यो भन्दा अगाडि के थियो प्रधान न्यायालय थियो त्यो त्यहाँबाट कहिलेसम्म चाहिँ त्यहाँ त्यो बसन्तपुरको त्यो काल भैरव अगाडि हुन्थ्यो नि कहिले भएर त्यो होइन त्यो पढ्दाखेरि चाहिँ जस्तो मल्लकाल हो जस्तो यो सबै जति पनि यो आर्ट एन्ड आर्किटेक्चरको डेभलप भएको छ नि बसन्तपुर यो लगायत सबै प्रताप मल्लको पाला छ नि त मल्लको त आफ्नै ठुलो योगदान छ नि त त्यसमा चाहिँ अब सायद मल्लकालमै होला अब त्यो त्यहाँ चाहिँ धेरैवटा छ जस्तो विजय सरले त हामीलाई लिगल सिस्टमै पढाउने हो क्या अनि उहाँले हामीलाई सेयर गर्नुहुन्थ्यो यस्तो चाहिँ कालोएर पगाडी गरेर रगत यो चाहिँ मैले पनि सुनेको हो क्या झुट बोल्यो भन्छ रानी पोखरीमा के दुईटा यस्तो के डुबाउने रे अनि जसले चाहिँ झुटो बोलेको छ उसको चाहिँ डुब्छ कि के यस्तो धेरैवटा मिथहरू छन् मैले त झन् एउटा अर्को पनि सुनेको थिएँ कि होइन नेपालमा अडल्ट्रीको लागि त्यो पनिसमेन्टै यस्तो थियो अरे त्यो जुन मान्छे तपाईँले पक्रियो अरे होइन सो आफ्नो वाइफसँग पहिला पक्रियो अरे अनि उसलाई चाहिँ 3 स्टेप अगाडि भाग्न दिन्थ्यो अरे तपाईँलाई चाहिँ खुकुरी दिन्थ्यो अरे त्यो भाग्नु छ भने भाग्यो समातेर मार्न सक्यो भने मार्न पनि पाइयो कि त्यस्तो थियो अरे कि हाम्रो रिलिजियस ल अनुसार के हजुर हजुर हो त्यो थियो अरे के साँच्चै के तर कहिलेदेखि चाहिँ यो चेन्ज भयो यस्तो तपाईँले भने नि जस्तो किनकि साउदी अरेबियामा त चेन्जै भएको छैन अहिले पनि सारिया ल नै हो तपाईँले के चोर्यो तपाईँको हातै काटिदिन्छ हाम्रोमा कहिले चाहिँ ए होइन यस्तो गर्नु हुँदैन रहेछ हजुर हजुर लज बनेर आइसकेपछि त कोडिफाइड आइसकेपछि त फर्मल लजहरू सुरु भयो इन्फर्मली त अझै पनि त कति के कुराहरू त गाउँमा त भइरहेकै हुन्छ हजुर अझै पनि राजा छन् हजुर प्रबन्धनको आफ्नै राजा छन् उनीहरूको त्यहीँनिरको इन्फर्मल लिगल सिस्टम हुन्छ नि त उनीहरूको केही भयो भने त तिनीहरूले त्यही गर्छ कहाँ हो सबसे थोरै मुद्दा जाने भनेको यस्तै मनाङमै हो किनकि मुद्दै पुग्दैन अरे क्या उनीहरूले त्यही भित्रकै आफ्नै गर्छ लिगल सिस्टम अथवा इन्फर्मल लिगल मेकानिजमहरूले रिजल्भ गर्छ तपाईँको पर्सपेक्टिभ के हो यसमा चाहिँ तपाईँलाई जुन भन्यो नि यसलाई इन्डिजिनस वे अफ सल्भिङ ल भन्ने कि डिस्प्युट्स भन्ने कि जे भन्ने पनि हुन्छ तपाईँलाई यसमा तपाईँको भ्यू चाहिँ के छ यस्तो गरेको राम्रै हो यसलाई अझै कोडिफाई गर्नुपर्छ जस्तो लाग्छ कि हजुर मलाई के भन्छ भने हामीले पढ्नुपर्छ क्या ल कम्स फ्रम सोसाइटी हजुर ल चाहिँ सोसाइटीबाट आउँछ अनि सोसाइटीले नमान्ने लजहरू लिएर आयो भने समाजले त्यसलाई एक्सेप्टै गर्न सक्दैन जस्तो 2031 मा सोशल रिफर्म एक्ट थियो के नेपालमा सोशल जसले चाहिँ बिहेमा 51 जना भन्दा बढी जन्ती लान नमिल्ने इन्क्लुडिङ मैले अस्ति मलाई त्यही कुरा बाजा बजाउनेदेखि लिएर सबै त्यही 51 भित्रमै पर्नुपर्छ भनेर हाम्रो त ब्यान्ड बाजा बजाउने 10 जना हुन्छ भने
कस्तो भने 10 वटा ब्यान्ड बाजा हुन्छ ड्राइभरै चार तर यो त म ल्याउनु पर्यो यार कम खर्च हुन्छ मान्छे लोनमा गइरहेको छ यार बिहा गर्ने यार होइन डुबिरहेको छ यस्तो ल थियो नि त हजुर ए किन एडप्ट गर्न सकेन भने समाजले त्यसलाई एडप्टै गर्न मानेन नि त उसको त तपाईले भने जस्तो 10 जना त बाजा बजाउने लानु पर्यो 10 जना ड्राइभर लानु पर्यो 60 सिटर त बस 51 त त्यो के रे वर्कर्स मात्रै हुन्छ कि 60 सिटर त बस हुन्छ बस नि त 20 जना त लान्छ एक्सेप्ट गर्न सकेन नि त हजुर त्यो भएर समाजले एक्सेप्ट गर्ने खालको कानुन हुनुपर्छ हजुर अब जस्तो यो जति पनि कस्टमरी प्र्याक्टिसहरु भन्छ म यसमा एउटा एकदमै सरी तपाईँले काट्नु तर एउटा एकदमै इन्ट्रेस्टिङ कुरा भनेको मलाई सधैँ यो लको हामीले ह्युमन राइट्स ल पढ्दाखेरि हामीलाई नेदरल्यान्ड्समा यो केस हामीलाई पढाउँछ कि इन्डियामा चाहिँ के भएको थियो अरे भन्दाखेरि डाउरी एकदमै बिग थिङ हो नि त त्यहाँ अनि एकदमै धेरै मान्छे भइरहेको हुन्छ नि त लाइक अ लट अफ पिपल आर सफरिङ बिकज अफ इट भनौँ न होइन अनि हामीलाई चाहिँ के पढाउँथ्यो भन्दाखेरि ह्युमन राइट्स हामीले एकदमै वेस्टर्न लेन्सले यस्तो हुन्छ भनेर सोच्न मिल्दैन किनकि एकदमै रिजनल कन्टेक्स्ट चाहिन्छ भन्थ्यो त्यसमा एउटा के इक्जाम्पल दिएको थियो भन्दाखेरि एउटा सुप्रिम जज अफ इन्डियालाई सोध्छ होइन एकदमै पावरफुल मान्छेलाई होइन रिपोर्टरले सोध्छ कि तपाईँले आफ्नो छोरीको बिहामा दौरी दिनुभएको थियो सोध्छ कि अनि त्यो जजले चाहिँ मैले दिएको थिएँ भन्छ कि अनि त्यसपछि रिपोर्टरले फर्दर क्वेसन सोध्छ कि तपाईँले यस्तो किन गर्नुभएको तपाईँले यति धेरै केस लड्नु भएको छ यति धेरै मान्छेले तपाईँले गर्दा थुनेको छ यो केसमा तपाईँले चाहिँ आफ्नो दिने भन्ने उसले त्यति बेला चाहिँ यस बिकज आई एम फर्स्ट अ फादर एन्ड देन आई एम अ जज भन्छ कि यो चाहिँ मलाई एकदमै त्यो भन्यो नि तपाईँले कति रुल्सहरू हुन्छ होइन अनि हामीलाई थाहा छ यो रङ हो या हाम्रो रुल चाहिँ दिन्न तर बाध्यता हुन्छ होइन धेरैको हुन्छ क्या तपाईँको यही कन्टेक्स्टमा मैले जोडिहालेँ जस्तो मेरो साथीहरू पनि छ नि त तराईको साथीहरू जस्तो नेपालमा त डौरी सिस्टम तराईमा बढी हो तर त्यो भन्ने मात्रै हो क्या तराईमा चाहिँ क्यास इन ह्यान्ड दिन्छ अथवा के गाडी दिन्छ मोटरसाइकल दिन्छ त्यसलाई डौरी भन्छ इभन काठमाडौँमा नि डौरी हुँदैन छोरीको बिहे गर्दाखेरि उसको फादरले लग्जरी डौरी नि त त्यसलाई तपाईँले मान्नुहुन्छ कि खाटै 2 दिन भइसक्छ त्यहाँ अनि मलाई लाग्छ कि पहिला आउँदाखेरि चाहिँ तर त्यसलाई मान्दैन कि मान्दैन जस्तो यो त आफ्नै खुसीले दिएको जस्तो गर्छ क्या फादर हुनुभयो तपाईसँग छैन रे पैसा तर तपाईँ दिनु नै हुन्छ क्या दिन्छौ के तिमीले जस्तो पर्दैन नदेऊ भने पनि तपाईले दिनै मन लाग्छ तपाईले दिन्छ नै के त्यो त्यस्तै छ त्यो उलेर अब पिज्जा ल्याऊ भाइ अब हाम्रो ठोक्छ अहिले भन्नु थ्यांक यू सो मच तिसारा हैन यो पाइले हाम्रो फुड पार्टनर हुनुहुन्छ सबै तिसारा हैन दाइको नाम के हो रे सबै सोमन दाइ हैन थ्यांक यू सो मच हामीलाई पिज्जा बिजमा एक सेकेन्ड हामी कुर्छौँ अब पिज्जामा सुरु हुन्छ thank you Trishara for our sponsor Trishara हाम्रो official food partners हाम्रो official food partner हो नि त फेरि Trishara thank you so much हैन जस यसरी देखाइदिन्छु त म Trisharaको लोगो यसरी देखाइदिन्छु ए तपाईँ बिग्रिन्छ ब्रो भित्रको चिल्लाएर तर यो भन्दा पनि ब्रो त्यो एडिटरलाई भनेर लग हजुर सस्तै होला हैन पक्राउनु मैले ल्याउँछु के छ त ब्रो अरु के दिथ्यो के चाहिँ मात्र हो केचप त्यहाँ छ केचप छैन हाम्रो केचप घरकेवाला हुन्छ भइहाल्छ नि घरकेवाला र केचप त्यहाँको त एउटै त हो नि लाइक एज अ जब होइन हजुर किनभने मेरो त अहिले अब रेस्पोन्सिबिलिटी छ के छ तर तपाईहरुले गरिरहेको मलाई एकदम कुल कन्सेप्ट लाग्यो क्या हजुर ड्याम दुईटा केटा छन् रे अनि मान्छे बोलाउने रे गफ गर्ने रे कस्तो सही कुरा हो नि यो त लाइफमा सोच्नु न जिन्दगीमा पैसा कमाउनु पर्दैन जिन्दगी के गर्न पर्दैन भन्नु यस्तै गरेर खाना दिइहाल्छ एभ्री डे यही त हो नि हैन यो खाना र हप्तामा सबभन्दा राम्रो मिठो पिज्जा कहाँको कुल कन्सेप्ट लाग्दैन यो जस्तो मानिलियो तपाईलाई चाहिँ पैसा पनि जिन्दगी चलाउनलाई पैसा पनि चाहिदैन रे हैन अनि यतिकै क्या यसरी नै जिन्दगी कट्छ रे भन्ने सोच्नु जहिले कुर्सीमा बस्ने खाने डिफ्रेन्ट डिफ्रेन्ट आइटम आइहाल्छ नयाँ नयाँ मान्छे बोलाउने उनीहरुको मान्छेको एक्सपिरियन्स खद्रे भन्दाखेरि हामीले यो सुरु गरेको त्यही हो किनकि यो काम त हामी फ्रीमै गरिदिन्थ्यो कि यो रेकर्डिङ नभए मैले भन्थेँ नि यतिकै पनि गर्न तयार थियो कि म नि त्यो भएर म जस्तो म चाहिँ तपाईहरुकोमा आएको कारण चाहिँ ढ्याम म त कहिले गर्न सक्दिन थिएँ नि यस्तो त मलाई त कुल लाग्यो हो के त तपाईले गर्न सक्नुहुन्थ्यो आज त अहिले सम्म आई क्यान होल्ड द कन्भर्सेसन आई क्यान डु द कन्भर्सेसन हैन तर यार सोच त अरेन्ज गरेर क्यामेरा सेटअप गरेर एडिट गरेर अपलोड बोल्न मात्र सक्ने हो के त्यसपछिको बाइ प्रोडक्ट धेरै नै छ नि हामीले पनि त्यसरी नै सोचेको ए बोल्ने त हो तर मेन होइन नि त सोच त हामीलाई यो एउटा प्रिपेयर गर्न 2-3 दिन अगाडि चाहिन्छ अनि एटलिस्ट 3 दिन चाहिँ पछि चाहिन्छ फुल डे हैन तर जस टाकाटुको काम भइरहेको हुन्छ म्यान पावर अलिअलि इन्भेस्ट भइहाल्छ मनी इन्भेस्ट हुन्छ धेरै कुरा छ नि त यो त अनि बोल्दिने मात्र हो भने त आइदो बोल्दो गेस्टलाई चाहिँ सजिलो हो
आइदियो बोल्दै गइदियो त्यो कस्तो भयो मैले त्रिसराको पिज्जा मिल्छ सोचेको थिएन मैले चाहिँ त्रिसरा बियर खान मात्र पुगेको छु कि पिज्जा पनि मिठो छ गाइस को कहाँ हो तपाईँहरुको भ्युअर्स हामीले अनेस्टली त्रिसराको फुड पार्टी लिँदा हामीलाई उसको फुडै कस्तो थियो थाहा थिएन तर कहिले छ एकदम स्पेक्टाकुलर फुड ल त्रिसराको अति मिठो रहेछ ल खाना चाहिँ ल सिङ्गर दाइको पनि एकदम धेरै कुरा गर्नु भएको छ उहाँले एकदम मिठो गाउनुहुन्छ उहाँ भन्दा पनि अनि उसलाई पनि हो शुभमलाई पनि हाम्रो शुभमले चाहिँ हामीलाई शुभम भनेको त्यो फुड ब्लगर हजुरलाई थाहा छ कि थाहा छैन इट फुड रिपिट इन्स्टाग्राममा एकदम फेमस मलाई एउटा क्या क्वेसन सोध्नु मन थियो यार अघिदेखि नै उसले मलाई सोध्नै चान्स दिएन अब म सोध्छु म खाँदै गर्छु ब्रो अब म बोल्दै फर्स्ट डे हैन स्नेहा थापा कसको बेन्चमा गएर यसरी हैन ओहो म पनि यो गर्न सक्दो रहेछु भनेर कसरी थाहा भयो कुन कुन अदालतमा कसको बेन्चमा गएर हैन अधिवक्ता स्नेहा थापा भन्दा कस्तो लाग्थ्यो के भएको थियो उसको फर्स्ट टाइम चाहिँ मैले जिल्ला हैन उच्च अदालतमा बहस गरे हो त्यो चाहिँ के त्यो इन्स्योरेन्स यस्तै केको इन्स्योरेन्स रिलेटेड मुद्दा थियो खुट्टा कामी हो केही खुट्टा सुट्टा मलाई जिन्दगीमा टचवुड बोल्नु सोल्नु चाहिँ खुट्टा काम्दैन मलाई रिस उठ्यो भने चाहिँ खुट्टा काम्छ है फेरि एकदम लाट्ट रिस उठ्यो भने चाहिँ हात खुट्टा काम्छ न त मलाई खुट्टा काम्छ भागिहाल्नु रिसाउनु भयो त्यसो नत्र मलाई त्यस्तो अरू उसमा चाहिँ गर्दैन त्यतिखेर चाहिँ यो के ऊ त्यो क्या बिमा रिलेटेड मुद्दा थियो ऊ कुखुरा सुखुरा मर्छन् अनि कुखुरा मर्यो भनेर बिमा कम्पनीलाई बिमा मागे हुन्छ हामी चाहिँ त्यो कुखुरा मर्ने चाहिँ हाम्रो क्लाइन्ट थियो बिमा कम्पनीले भनेर चाहिँ यिनीहरूको आफ्नै लापरवाहीले गर्दाखेरि कुखुरा मरेको त्यसपछि त्यसले गर्दाखेरि हामी इन्सुरेन्स क्लेम गर्न मिलेन ह्यान्ड अनि त्यो मुद्दामा म फर्स्ट टाइम बहस गरेको उच्च अदालतमा होइन अनि अब मुद्दामा त सबै आर्ग्युमेन्ट राखी लास्टमा मागदाबी राख्नुपर्छ नि त तपाईँको के हो त डिमान्ड के हो त भनेर होइन अनि सरी आई स्टिल रिमेम्बर मलाई अहिलेसम्म पनि मेरो सरहरूले त्यही भन्दै सिकाउनुहुन्छ मैले हाम्रो कुखुरा मरेको हो हामीले पैसा पाउनुपर्छ अरू कुरा मलाई थाहा छैन तपाईँले त्यहाँ गएर भन्नुभएको त्यो लाइनमा बहस गर्दै क्या मैले फर्स्ट टाइम हाम्रो कुखुरा मरेको सबै गरे क्या सुरुदेखि होइन ड्यु डिलिजेन्सको कुरादेखि लिएर होइन कन्ट्र्याक्टको कुरादेखि लिएर इन्सुरेन्समा यो हुन्छ सबै भने फ्याक्टहरू एनालाइसिस गर्दै लास्टमा मागदाबी चाहिँ राख्नै पर्ने हुन्छ कि जस्तो खाना खाइसकेपछि डेजर्ट खाने भन्दा जस्तै मागदाबी राख्नै पर्ने हुन्छ अब त्यो त प्र्याक्टिस पनि थिएन फर्स्ट टाइम त बहस गर्न गएको अनि अब मागदाबी भनेको हामीले हाम्रो इन्सुरेन्स क्लेम गरेको अमाउन्ट पाउनुपर्छ भन्ने हो मैले चाहिँ हाम्रो कुखुरा मर्या हामी एकदम बोल्ने मान्छे हो तर हामी पनि त्यहाँ अदालतमा पुग्यो भने हामी साइलेन्ट हुन्छ नो सर नो अनर भनेर होइन अनि मलाई पछिसम्म पनि हाम्रो सरहरूले मलाई अरूहरू मुद्दामा नि स्नेहाले त हाम्रो हुनुपर्ने हो हामीलाई चाहियो भनेर आइदिइहाल्छ नि भनेर जिस्काउनुहुन्थ्यो त्यतिखेर जो दुईजना श्रीमान हुनुहुन्थ्यो उहाँहरू पनि एकदम काइन्ड र हम्बल पेसेन्सवाला नै हो क्या नत्र नसुनिदिन नि सक्नुहुन्थ्यो नि त फर्स्ट टाइम बस गरिरहेको जुनियरले होइन के नै भ्यालु एड गर्छ र खासै मैले त्यही भएको मिसिनमा भएकै कुराहरू त भन्ने हो खासै नयाँ कुरा लिएर आएर सिकेको पनि हुँदैन त्यो भागेर धेरै जस्तो टाइम वेस्ट त हो नि एक प्रकारको त त्यो पनि नमानिकन श्रीमानहरूले मजाले सुनिदिरहेर लास्टको त्यो अलिकति फन पार्टलाई पनि अलिक फन रूपमै लिएर ठिक छ यस्तो होइन यस्तो भन्नुपर्छ है भनेर सिकाउनु भएको थियो एकदम नाइस एक्सपिरियन्स अनि उहाँको रियाक्सन कस्तो थियो तपाईले त्यो श्रीमानले त्यस्तो भन्दा अब श्रीमानलाई हेरेर हाँस्ने होर्ने गर्न मिल्दैन एक प्रकारको त्यो न्युट्रल एक्सप्रेसन राख्नुपर्छ तर उहाँहरूले पनि फन वेमै लिएर पछि यस्तो भन्नुपर्छ भनेर मेरो एक दुईचोटि त्यस्तो एक्सपिरियन्स भएको छ क्या सुरुमा बहस गर्दा म बोल्न चाहिँ जहिले पनि कन्फिडेन्ट मान्छे होइन त्यो भएर मलाई बोल्नुलाई मैले आउँदिनँ कि यो गर्दिनँ कि भन्ने चाहिँ कहिले पनि भएन एकचोटि चाहिँ जस्तो जिल्ला अदालतले गरेको आदेशहरू केही चित्त बुझेन भने हामी त्यो उपर माथिको कोर्टमा जान सक्छौँ क्या रिट होइन कि जस्तो उच्च अदालतमा हाइकोर्टमा त्यही आदेशको उपर जान्छ क्या जस्तो जिल्ला अदालतले गरेको फैसला चित्त नबुझ्दा त पुनरावेदनको लागि अपिलको लागि अपिल कोर्ट गइहाल्छौँ हाइकोर्ट गइहाल्छौँ होइन तर जिल्ला अदालतले गरेको के आदेशै चित्त बुझेन भने पनि त्यो आदेश चित्त बुझेन भने पनि जान आदेश उपर पनि उच्च अदालत जान मिल्छ क्या एक्जाम्पल दिनुहुन्छ यसको लागि सजिलो होला मानिलिउँ तपाईको चाहिँ तपाईले ठगी मुद्दा भयो तपाईले ठग्नु भयो अरे हैन यो त्रिसराले ठग्नु भयो तपाईले मैले त्यही भन्ला थिए के त्रिसराले तपाईले ठग्नु भयो अरे त्रिसराले त तपाईलाई सर्टेन अमाउन्टको ठगी मुद्दा हाल्दियो अरे हैन सुधिल श्रेष्ठले चाहिँ हामीलाई ठगाएर भने
अनि तपाईँलाई मेरो त पिज्जा मात्र खाइदियो देखाउँदै देखाएन बक्ता त्यो ठग्या हो अनि त्यो ठगीको उपर तपाईँलाई जिल्ला अदालतमा मुद्दा थुन्छेक अब द्याट्स अ क्रिमिनल केस है एकदम लेम्यान्ड तरिकाले बुझाइरहेको छु मेरो वकिल साथीहरूले हेऱ्यो भने त यसले के भनिरहेको छ भन्छ होला नन लयर्सहरूलाई एकदम लेम्यान्डमा बुझा भएर साथीहरू मैले यसरी बुझाएको होइन अनि तपाईँलाई चाहिँ जिल्ला अदालतले छोडेन अरे नछोडिसकेपछि त्यो आदेश उप चाहिँ हामी उच्च अदालत जान मिल्यो क्या बुझ्यो नि यो आदेश चित्त बुझेन भनेर हो त्यस्तै एउटा रेप केस थियो रेप केसमा बहस गर्न गएको होइन अनि मैले चाहिँ आदेशको उपर गएको हो नि त अनि तर भन्नुपर्ने त जिल्लाको आदेश चित्त नबुझेर श्रीमान जिल्लाको आदेश चाहिँ बदर गर्नु पर्यो भनेर बहस गर्नुपर्ने ठाउँमा फैसला भनिरहेको छु क्या मैले श्रीमान जिल्लाको फैसला त्रुटिपूर्ण छ जिल्लाले गरेको ह्यान त्यान भने अनि श्रीमानले मलाई फैसला होइन होला नि विद्वानज्यू भन्नुभयो क्या अनि मेरो त्यतिखेर प्रेजेन्स अफ माइन्ड होइन मलाई अहिले पनि आफूलाई हाँस उठ्छ क्या त्यो 2-3 इयर्स अगाडि होइन मैले होइन श्रीमान फैसला सरको आदेश भएको थियो नि त भन्दा क्या मेरो एकदम फन्नी इन्सिडेन्ट थियो त्यो मुद्दामा बहस गरिसकेपछि मलाई त्यहाँ श्रीमानहरूले कहाँ पढेको अनिखेरि कहिलेको ब्याच हो लाइसेन्स कहिले लिएको जेनरली त्यस्तो धेरै बोल्नु हुँदैन नि त न्यायाधीशहरू इम्प्रेस हुनुभएको थियो होला काइन्ड अफ भन्ने बुझ्नु पर्यो मेरो कन्फिडेन्ट मन परेछ भन्ने बुझ्नु पर्यो होइन किनभने जेनरली त सोध्नु हुँदैन नि त के कसो दिनमा कतिवटा मुद्दामा आएर बस गरिसकेको हुन्छ तर को क्या अब होइन अब कति याद गर्न सकिन्छ र उहाँहरूलाई त्यही उनी गर्दैन न्यायाधीशले त त्यस्तो धेरै वकिललाई चिनेर राखेर काम पनि छैन नि त बाइसनेस पनि हुनु भएन के काम छ कि त तिमी ठुलै जस्तो बारको अध्यक्ष होइन नचिनी पनि सुख छैन क्लासमेट हुन्छ सिनियर एडभोकेट जतिलाई त एकदम चिनिहाल्छन् जस्तो मानिलिउँ तपाईँ चाहिँ 3 इयर्स 4 इयर्स हाइकोर्टमा न्यायाधीश भएर बस्नुभन्दा 4 इयर्ससम्म एभ्री डे जस्तो मुद्दा परेर हाल्छ नि त सिनियरको त सधैँ त्यो बेन्चमा जाँदा अभियसली चिनिहाल्यो हुन्छ अर्को पनि एउटा क्वेसन छ मलाई जस्तो ल पढ्ने होइन अनि ल पढेर के गर्ने त कति छ मान्छेलाई अप्सन छ कि छैन ल पढेर होइन तपाईँ त पढाउनु पनि हुन्छ नि त यो पनि एउटा क्वेसन अनि बाहिर गएको मान्छे फर्केर किन आउने होइन ल पढ्न बाहिर गएको मान्छे फर्केर किन नेपाल आउने यस्तो पहिला सुरु त ल पढेपछिको स्कोप भन्ने कुरा गर्दा त स्कोप त एकदमै धेरै छ क्या जस्तो हाउ यु टेक इट भन्ने कुरा हो कि केलाई स्कोप मान्ने र जति स्कोप छ नि त्योभन्दा ओभर प्रोडक्सन भइरहेछ क्या त्यो बिमा कम्पनी अब वकिलको बिमा कम्पनी आउनु फेर छैन होइन यस्तो हो क्या हाम्रो बिगेनर स्टुडेन्ट भनेर लगेपछि हाल्न फेर छैन यस्तो हुन्छ जस्तो टियुले दिइरहेको बिएलएलबीमा सिट लिमिटेड गर्नुपर्छ अनि एन्ट्रान्समा चाहिँ अलिकति कडाइ गर्नुपर्छ र भोलि बारको बेलामा पनि अलिकति स्ट्रिक्ट गर्नुपर्छ भन्ने कुरा हो मलाई त बारमा स्ट्रिक्ट भन्दा नि बिएलएलबीमै स्ट्रिक्ट गर्नुपर्छ जस्तो लाग्थ्यो 5 वर्ष चाहिँ तिमी पढ्नलाई गार छिराउने होइन अनि छिराइसकेपछि बारको लाइसेन्स मात्रै स्ट्रिक्ट गर्दै के गर्ने के गरौँ त त्यो 5 वर्ष पढे मान्छेहरू त्यो भएर मलाई चाहिँ लाग्छ कि बेटर चाहिँ त्यो बिएलएलबीको इन्ट्रान्समै तपाईँले अलिकति स्ट्रिक्ट गर्नुपर्छ सिटहरू लिमिटेड राख्नुपर्छ तर अझै पनि जति प्रडक्सन भइरहेछ त्यतिले मार्केटमा चाहिँ जबको चाहिँ स्कार्सिटी नै छ अनेस्टली छ जस्तो तपाईँ प्र्याक्टिसिङ लयर बन्न चाहनुहुन्छ भने एउटा सिनियर एडभोकेटको फर्ममा एउटा बार एक्जाम दिएर आइसकेको ब्याचहरूमध्ये 5 जनाले पनि जब पाउँदैन पाउँदैन 100 जनामा 5 जनाले पनि पाउँदैन भन्नु जस्तो मानिलिउँ तपाईँ पनि सिनियर एडभोकेट हुनुहुन्छ तपाईँ पनि सिनियर एडभोकेट हुनुहुन्छ म पनि सिनियर एडभोकेट छु भने जस्तो मानिलिउँ 1000 जनाले लाइसेन्स एक्जाम दिए होइन 1000 जना एडभोकेट प्रोडक्सन भयो त्यो 1000 जना मध्ये 500 जना चाहिँ लोकसेवै भनेर बसे मार्केटमा जब खोज्न आएनन् बाँकी रहे 500 जना त्यो 500 जनामा पनि 100 जना इन हाउस जब गर्न गए कम्पनीहरूतिर होइन कर्पोरेट सेक्टरतिर इन हाउस जब गर्न गए 100 जना अर्को त्यसपछि बाँकी रहे 400 जना 400 जना मध्ये फेरि 100 जना विदेशमा मास्टर्स गर्न जान्छु भनेर गए बाँकी रह्यो 300 जना होइन अब त्यो 300 जनाले पनि यहाँनिर लाइक फुल फ्लेज क्या राम्रो स्यालेरी सहितको जागिर पाउँदैन क्या किन पाउँदैन भन्दाखेरि चाहिँ हाम्रो यो लिगल फ्रटर्निटीको त्यो डाइनामिक्स नै यस्तै खालको छ कि तपाईको त्यो जब एउटा सिनियरलाई जुनियर एसोसिएटको आवश्यकतै पर्दैन क्या त्यो चान्स नै नदिएर पनि हो क्या
अलिकति चान्स दिने पनि होइन मेरो ल फर्म छ होइन, म सिनियर एडभोकेट भए, मेरो मजाको ल फर्म छ, चलेको ल फर्म छ, राम्रो मुद्दा छ भने पनि मलाई आवश्यकता नै चाहिँ पर्दैन क्या एउटा म नयाँ इम्प्लोइ राख्छु होइन। तर मैले किन दिन्छु भने म ग्रुम गर्छु, न्यू जेनेरेसनलाई ग्रुम गर्छु, यिनीहरूलाई पनि मार्केटमा प्लेस दिन्छु अनि राम्रोसँग सिकाउँछु भन्नेलाई मात्रै आवश्यक छ क्या। विथ 5 इयर्स 6 इयर्स 7 इयर्स 10 इयर्स पछि त्यो जुनियर जसलाई ग्रुम गरेर उसले पनि आफ्नै ल फर्म खोलेर बस्ने हो क्या। अन्त इभन मेरो साथीहरू हामी 3 इयर्स भयो, मेरो साथीहरूले अहिले आफ्नै ल फर्म खोलेर बस्नु भएको साथीहरू पनि छ, उनीहरूसँग मुद्दाको फ्लो पनि राम्रै छ है, फेरि मुद्दै नहुने पनि होइन। होइन यस्तो हुन्छ सबैजना मान्छेले नि वरिष्ठ अधिवक्तालाई अफोर्ड गर्न सक्छ भन्ने पनि छैन, आफ्नो फिज हुन्छ नि त होइन, फिज कति तिर्ने भन्ने पनि हुन्छ नि त, बुझेनौ? त्यही भएर पनि मान्छेहरू होइन यो ल फर्म होइन अलिकति सानो ल फर्म, सानो मुद्दाले सानो ल फर्म गयो भइहाल्यो नि होइन कि त। जस्तो कुखुरावाला केसमा त्यो ठुलो बिग बक्स थियो होला होइन, तर एउटा अब के होइन सानो केसमा होइन। लयर्सहरू त जस्तो त एउटा लेम्यानलाई त कति धेरै कुरामा वकिल चाहिन्छ भन्नु न, धेरैवटा कुरामा चाहिन्छ। एउटा सानो कन्ट्र्याक्टै ड्राफ्ट गर्नु पर्यो भने नि वकिल चाहियो, नोटरी गर्नु पर्यो, स्ट्याम्प लाउनु पर्यो, विदेशी बेलामा ट्रान्सलेसन गर्नु पर्यो। जबको त स्कार्सिटी हुँदैन, तर तपाईँले चाहिँ मार्केटमा आफूलाई चाहिँ के भन्छ सेल गर्न सक्ने चाहिँ तपाईँभित्र चाहिँ क्यालिबर हुनु पर्यो है। पढ्यो मात्रै चाहिँ काम छैन। यहाँ 5 इयर्स BLLB को थ्योरिटिकल नलेज र प्र्याक्टिसमा आइसकेपछि त्यो फरक कुरा हो। जस्तो मुद्दामा हामीले सबै कुरा पढेकै कुरा हो, ड्राफ्टिङ पनि पढेकै कुरा हो, इभिडेन्स कसरी हेर्ने त्यो पनि सबै क्रिमिनल ल पढेको कुरा हो, तर बहस गर्ने चाहिँ इज डिफ्रेन्ट कुरा क्या। मुद्दा ड्राफ्ट गर्ने इज डिफ्रेन्ट कुरा, त्यसको लागि चाहिँ प्र्याक्टिसै गर्नुपर्छ। अनि प्र्याक्टिस गर्नको लागि ल फर्म भनेको चाहिँ समुद्र हो क्या, यु गेट टु सी एभ्रिथिङ द्याट होइन। कर्पोरेट फर्ममा जानुभयो भने तपाईँले त्यही अनुसारको कमर्सियल इस्युजहरू मात्रै हेर्न पाउनुहुन्छ। कुखुरावाला त कमर्सियलै हो होइन र, कुखुरावाला द्याट्स लिटिगेसन भयो त्यो, किनभने अब त्यो बिमा कम्पनीले कन्ट्र्याक्ट बिमा अनुसारको गर्न नसकेपछि त्यो उनीहरूले रिजल्भ गर्न नसकेपछि अदालत प्रवेश गर्यो, अदालत प्रवेश गरिसकेपछि हामीलाई हायर गर्छ नि त्यस्तो। अर्को तपाईँले के सोध्नु भएको थियो, एउटा बाहिर पढेर चाहिँ किन नेपाली लको लागि फिर्ता आउनु भन्ने भन्दाखेरि म त खासै भन्ने हो भने बाहिर ल पढ्न नै खासै मलाई सोध्नुहुन्छ भने चाहिँ जस्तो तपाईँ केही कुराहरू चाहिँ एक्सपिरियन्स, म त विदेश जानु इज अ एक्सपिरियन्स भन्छु क्या। म पढ्ने भन्दा नि पढेर डिग्री लिएर आउने यो लिएर आउने नलेज यो त छँदैछ कि मोर अफ अ एक्सपिरियन्स हो। अनि त्यो तपाईँले त्यहाँ लिएर आएको कुरा म यहीँ नै युटिलाइज गर्न सक्छु भन्ने तपाईँको छ भने चाहिँ कम ब्याक। जस्तो म विदेश गएँ भने मेरो त मेरो बुवा पनि लयर होइन, आमा पनि लयर होइन, मेरो हजुरबा पनि होइन, मेरो त लिगल फर्टर्निटीमा दूर दराजसम्म पनि कोही पनि छैन। अनि मैले यहाँ BLLB गरेँ, म एडभोकेट भइसकेपछि म बाहिर गएँ मास्टर्स गर्न भन्यो भने म यहाँ फिर्ता आउनु भन्दा पहिला मैले 100 टाइम्स सोच्नुपर्छ क्या। मेरो त अब यहाँ केही पनि छैन नि त, म ब्याचलर्स गएर आउने जेलसम्म यहाँ मेरो साथीहरू ब्याचलर गरेर यहाँ पढिरहेहरूले त एक प्रकारको रिनाउन भइसक्छ नि त, साथीहरू चिनिसकेको हुन्छ, प्रोफेसर चिन्छ हैन, अदालतभित्रै उनीहरू भिजिसकेका हुन्छ नि त, काम कारबाही त्यहाँको प्रोसिड्युरहरू बुझिसकेका हुन्छ हैन, यो मान्छेहरू चिनिसकेका हुन्छ, सिनियर्सहरूले चिनिसकेका हुन्छ, उनीहरूलाई धेरै ठाउँमा उनीहरूको एक्सपोजर भइसकेका हुन्छ। त त्यही भएर मास्टर्सलाई जान्छ नि बढी है, ब्याचलर्स यहीँ पढ्छ ल, अनि मास्टर्सलाई चाहिँ बढी पढ्छ। मास्टर्सको लागि अलि जाने भनेको इन्डियासम्म जान्छ तिनीहरू, इन्डियामा गएर मास्टर्सको लागि चाहिँ ल पढ्न फेरि बाहिर जान्छ। त्यो बाहिर गएकोहरू फिर्ता आएर चाहिँ लिटिगेसन भनेको म जस्तै जुन ड्राफ्टिङ प्लिडिङमा आउने भनेको चाहिँ अलिकति कम नै हुन्छ। उनीहरू रिसर्च लाइनतिर जान्छ, अरू जबतिर जान्छ, तर लिटिगेसनमा चाहिँ अलिक कमै हुन्छ कि अन्टिल एन्ड अनलेस अब जसको फादर फोर फादरहरू यही प्रोफेसनमा भएको अनि ल फर्म इस्टाब्लिस छ, फिर्ता आएर बस्ने हो, अनि के भन्छ फ्यामिली लाइनकै बिजनेस नै अगाडि बढाउने हो भने छुट्टै कुरा, नभए त अलिक गाह्रै छ। त्यही त, तर पनि अझै एन्सर आएन नि यस अर नो को त, ल पढ्ने कि नपढ्ने त त्यसो भए नपढ्ने, अभियसली पढ्ने, मजाले पढ्ने, ल नै हो पढ्न पर्ने भन्छु म त। धेरै अहिले जस्तो हामीले पढ्ने बेलामा चाहिँ हैन ओहो आइटी पढ्नुपर्छ है केटा हो, अहिलेको ट्रेन्ड ल नै हो क्या खास भन्ने हो। मान्छेहरूले ल पढ्ने भनेपछि होइन के गर्ने भन्दाखेरि ए ल पढ्दिउँ न होइन, ब्याचलर सकिसक्यो अब के गर्ने भन्दाखेरि ए अब मलाई त लको केही पनि थाहा छैन, बरु 3 वर्ष लाग्दो रहेछ एउटा लको सकाइदिने एउटा कोर्स भने जस्तो हुँदो रहेछ क्या अहिले। यस्तो म त अझ के भन्छु भने
म हरेक कुरा प्रोफेसनली र पर्सनली सजेसन दिन्छु क्या मलाई तपाईँ कुन वेमा भेटिरहनु भएको छ मेरो सजेसन त्यो वेमा हुन्छ होइन जस्तो तपाईँ मलाई प्रोफेसनली भेट्नु भएको छ भने प्रोफेसनल पर्सनली अब आज त यो ओपन स्पेस भएको भएर म दुइटै सजेसन दिन्छु सो प्रोफेसनली मलाई एज अ ल लेक्चरर आइ एम अल्सो एक्जिक्युटिभ एडमिन एट माइलस्टोन इन्टरनेसनल कलेज आई रन अ कलेज होइन मेरो लेक्चररको एक्जिक्युटिभ एडमिनको प्रोफेसनले भेट्नुहुन्छ भने म तपाईँलाई बकाइदा +2 मा ल गर्ने सजेसन दिन्छु होइन वाइ नट किनभने कुनै पनि घरको बेस बलियो भयो भने तपाईँले जे पनि इन्जिनियर लगाएर जस्तो पनि आर्किटेक्ट डिजाइन लगाएर जे पनि बनाउन सक्यो नि त त्यो भएर +2 मा ल गर्न सजेसन दिन्छु त इफ यु मिट मी पर्सनली अब स्नेहाको रूपमा अब कसैको दिदी कसैको होइन भाइ बहिनी लिएर आएर साथीको रूपमा भेट्नुभयो भने चाहिँ ल भनेको अलिकति युनिभर्सल डिग्री पनि हो नि त जस्तो तपाईँले बिएलएलबी गर्नलाई पनि तपाईँ +2 मा जुनसुकै फ्याकल्टी गरे पनि बिएलएलबी गर्न पाइयो अनि एलएलबी तपाईँले ब्याचलर जुनसुकै विषयमा ब्याचलर्स गरे पनि तपाईँले एलएलबी गर्न पाइयो होइन एलएलबी जस्तो दुईटा हुन्छ बिएलएलबी भनेको 5 इयर्स इन्टिग्रेटेड कोर्स हो त्यसमा तपाईँले 5 वर्ष +2 सिद्धाइसकेपछि जेनसुकै विषयमा +2 सिद्धाएपछि तपाईँले 5 इयर्स बिएलएलबी गर्नुहुन्छ द्याट्स ब्याचलर्स तर एलएलबी भनेको 3 इयर्स कोर्स हो जुनसुकै विषयमा तपाईँले ब्याचलर्स सकाउनु भएको छ भने तपाईँले 3 इयर्स फेरि ब्याचलर्स पढेर चाहिँ एलएलबी हुन्छ दुईटैको के भन्छ त्यो एउटै कुरा हो त्यो एउटै कुरा तर लाइक यसमै एड गर्नु मलाई सुयोगले भनेको थियो कि इन्डियामा चाहिँ अर्को एउटा डिग्री लिएपछि मात्र ल पढ्नु पाउँछ अरे हो त्यो चाहिँ एलएलबी तपाईले त्यही भन्नु हाम्रो पनि एलएलबी त हो नि अनि मास्टर्स गरिसकेको मान्छेलाई नि के हो त त्यसपछिको प्रोसेस चाहिँ नेपालमा चाहिँ कस्तो भन्नुहुन्छ भने जस्तो मलाई पनि सोध्नुहुन्थ्यो कि मेरो घरबाट मैले मास्टर्स गरे हो मैले 5 इयर्स बिएलएलबी गरिसकेपछि 3 इयर्स मास्टर्स गर्न मलाई मेरो कत्रो चाहिँ डाक्टर भन्दा कमै हो खासै फरक पर्दैन होला त मेरो ड्याडीले मलाई जहिले पनि किन गर्न पर्यो अहिले नै मास्टर्स 1-2 वर्ष पहिला एक्सपिरियन्स भएर ह्यानत्यान गर्ने हुन्थ्यो खास मास्टर्स चाहिँ मैले पियर प्रेसरमा जोइन गरिहालेँ मेरो साथीहरू सबले ठ्याक्क फ्रेस ब्याचलर सकेको थियो अनि ब्याचलर सकिसकेपछि नै त्यत्तिकैमा मेरो एन्ट्रान्स एक्जाम पनि भयो के अरे लाइसेन्स एक्जाम पनि भयो एडभोकेट पनि भइसकेको थियो अनि त्यतिखेर म एउटा कर्पोरेट ल फर्ममा काम गर्थेँ ट्याक्सको मुद्दा हेर्नेमा त्यहाँ त मेरो हरिबल एक्सपिरियन्स छ फेरि है अनि त्यहाँ काम गर्थेँ म अनि त्यसपछि त्यत्तिकै सकिसकेपछि चाहिँ मलाई ट्याक्क मेरो साथीहरूले मास्टर्स जोइन गर्नलाई एन्ट्रान्स खुलाएछ भने अब सँगैको साथीहरूले मास्टर्स पढौँ सिधाइदिइहाल्यो आनन्द हुन्छ भन्न थाल्यो अनि उनीहरूले फर्म गर्ने नै हो भने फर्म भर्यो यतिकैमा फर्म भर्यो त्यसपछि नेपालमा चाहिँ ल क्याम्पसमा चाहिँ कि त 3 इयर्स एलएलएम गर्नु पर्यो बिहान हुन्छ 3 वर्षमा सिद्धिन्छ कि 2 वर्ष फुल टाइम 2 इयर्स एलएलएम गर्नु पर्यो दिनभरि पढ्नु पर्यो क्या स्कुल गए जस्तो अनि फेरि 3 इयर्स एलएलएम चाहिँ टप 35 ले मात्र पढ्न पाउँथ्यो अगाडि 35 मा नाम निस्क्यो भने मात्रै एलएलएम बिहानमा गर्न पायो अनि ननिस्क्यो भने चाहिँ डे जब गर्न पायो नि त एज अ लयर सबै गर्न पायो नि त बिहान मात्र हुने भयो अनि यतिको गरेर टाक्काटुक्का गरेर एक्जाम दियो मैले खासै पढेर पनि दिएको थिइनँ नाम निस्किहाल्यो बिहानमै निस्क्यो बिहानमै निस्क्यो मैले हावामा एकचोटि किताब पढेर लोकसेवा दिने पब्जी खेल्नु आज बिहान होइन 4 बजीसम्म पब्जी खेल्नु सुतेर आइरहेको छु मेरो एउटा टप गरे हो ल हेर यस्तो छ पढेको छैन कि नपढेको मान्छे म हो क्या म मेरो एउटा एकदम मिल्ने साथी छ एउटा माइकल होइन के भन्यो भने ब्रो के पढाएछस् ब्रो भने त्यसले ब्रो पढाएको छैन खै 30 पनि गर्दैन होला भन्यो कि 30 पनि गर्दैन अप्सनल म्याथ्सको एक्जाम है फेरि 10 क्लासको अप्सनल म्याथ्सको एक्जाम हो होइन एकदम गाह्रै थियो क्या त्यति बेला होइन अब मलाई त म्याथ मनै पर्दैन यार मैले त अब मन नपर्दै पनि मैले म्याथमै गरेँ जे गर्नु होइन अनि त्यसपछि मैले अप्सनल म्याथ्स लिएको उसले नि अप्सनल म्याथ्स लिएको उसले के भने 30 पनि गर्दैन ब्रो भनेर एक्जाम पासमा के 32 हो ब्रो हामी एक्जाम हलै गएको छैन के फर्स्टमै 30 पनि गर्दैन भन्छ क्या हामी दुईजना है अनि एक्जाम त निस्केपछि 30 पनि गर्दैन होइन ब्रो 22-23 जति आउँदा साँच्चीकै एक्जामको रिजल्ट आउँदाखेरि उसको 22.5 मेरो 23.5 के यो चाहिँ रियल नपढेको यो चाहिँ नपढिसकेन थाहा छ म के भन्दै थिएँ सरी तपाईले टपर हो म भनेर अनि बिहानकोमा पढे अनि के थियो एलएलएम किन गर्नुभएको थियो कि
क्वेसन बाहिरतिर चाहिँ अर्को कुनै मास्टर्स गरेपछि मात्रै एलएलएम गर्नु पाउँछ भने अर्को ब्याचलर्स गरेपछि मात्रै एलएलएम गर्नु पाउँछ भन्ने थियो यस्तो छ साथीहरू तपाईँहरूको के यो होस्ट यस्तो छ यार बिर्स्यो यस्तो छ तपाईँहरूले यस्तो थियो तपाईँहरूले यो भन्नु थियो एलएलएम चाहिँ किन गर्ने त्यो थियो क्वेसन मास्टर्स पछि एलएलएम कसरी गर्ने भन्ने थियो के जस्तो ब्याचलर्स पछि मास्टर्स किन चाहिन्छ टाइपको क्वेसन यस्तो छ त्यसैले एडभोकेट भइसक्यो भने एडभोकेट भइसक्यो होइन कसैले मास्टर्स अरू फिल्डमा गरेछ तर त्यो मान्छेले अब मास्टर्स पछि ल पढ्नु पर्यो भने के गर्नुपर्छ भन्ने उसको ब्याचलर डिग्रीले नै उसलाई एलएलबी गर्न दियो क्या मास्टर्सको केही भ्यालु भएन मैले नेपालमा तपाईँहरूले सोध्नु भएको थियो मैले आफै भनिदिन चाहेँ होइन उसको कन्टेक्स्टमा एलएलएम किन गर्ने अथवा वाइ एलएलएम चाहिन्छ भन्ने मास्टर्स किन चाहियो अलरेडी एडभोकेट भइसकेको छ भन्ने कुरा नेपालको कन्टेक्स्टमा चाहिँ त्यस्तो स्पेसलाइज्ड लयर भन्ने चाहिँ अलिक रेयरै छ 2-4वटा क्रिमिनल केसेस हेर्ने र यो के भन्छ करप्सन केसेस अथवा यस्तो केसेस हेर्ने चाहिँ अलिअलि स्पेसलाइज लयर छ बाँकी लयरले जे मुद्दा आउँछ सबै हेर्ने हो नाइ नभनिकन होइन टिम बनाएर तपाईँ हामी 3जना लयर छौँ भने म क्रिमिनलमा एक्सपर्ट हो तर मलाई चाहिँ अहिले कमर्सियल मुद्दा आयो भने म तपाईँहरूलाई पनि राखेर गरौँ साथीहरू मिलेर गरौँ टाइपले हामी गर्छौँ होइन कुनै पनि मुद्दा छोड्दैन लयरले अनि एलएलएम चाहिँ किन गर्ने भन्दाखेरि चाहिँ एकाडेमिसियन हुनलाई मात्रै चाहिने हो क्या एलएलएम चाहिँ अलि एक्सपर्टिज हुन्छ सब्जेक्ट स्पेस जस्तो मेरो कमर्सियल र कन्स्टिट्युसनल ल हो मेरो त्यतातिर चाहिँ एकाडेमिक एक्सपर्टिज हुन्छ भनेर मात्रै हो अन्त खासै नेपालमा लयर प्र्याक्टिसै गर्नलाई क्या तपाईँ अदालतमा गएर बहसै गर्नलाई चाहिँ तपाईँको एलएलएम चाहिँदैन तपाईलाई उनी गर्नु भन्दा तपाईको माई फादर इज अ टिचर अनि एकाडेमिक लाइन नै हुनुभयो जहिलेदेखि अनि आई बिन टिचिङ सिन्स आई वाज 19 इयर्स म 19 हुँदा थिएँ म स्कुल पढाउन सुरु गरेँ फर्स्टमा क्लास 9 मा क्लास 8 मा पढाउनु 19 मा हुँदाखेरि मैले क्लास 9 10 लाई पढाएको ट्युसन कि स्कुलमै गएर यो चाहिँ फेरि नेपोटिजम हो मेरो बाबाको स्कुल भएको भएर मैले त्यहाँ गएर पढाउनु बाबा कसले दिन्थ्यो र हैन त्यो खास हैन दिन्छ नि त काठमाडौँमा चाहिँ अलि कम भइसक्यो आजकल गाउँमा त सबले एसएलसी दिएपछि फेरि अनि मैले त्यतिखेरदेखि पढाउन सुरु गरेको अनि म बाई डिफल्ट टिचर भयो जस्तो मलाई त्यतिखेर पनि मेरो ड्याडीले चाहिँ हाम्रो स्कुलमा 9 10 को लागि इभिनिङमा यस्तो गरेर पढाइदिए त ल पढेको हो तिनीहरूलाई एससी आउन लाग्छ सजिलो हुन्छ भनेर सोसियल स्टडिज पढाएको थिएँ अलिअलि लिगल पर्सपेक्टिभ पनि दिएर पढाएको अनि त्यसपछि गएर मैले पढाएको थिएन 2080 देखि चाहिँ मैले +2 लाई पढाउन सुरु गरेँ हो 3 वर्ष सिम कलेजमा के हैन माइलस्टोन इन्टरनेशनल कलेज बालकुमारी ललितपुर डु भिजिट अस एजुकेसन पार्टनर भनेर हाल्नु पर्यो मैले चाहिँ वी आर स्टिल एडमिसन इज स्टिल ओपन गाइज अनि हाम्रो ब्याचलर्स पनि छ रिच कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट हामीसँग इन्जिनियरिङ बीबीए बिए छ कान्तिपुर टेलिभिजन हेर्दाखेरि बिचमा एड आउँछ नि आफ्नो त्रिसराको चाहिँ बालकुमारी ललितपुरमा छ हाम्रो कलेज एउटा कुरा एड गर्नु मन छ कि बालकुमारी भनेपछि काठमाडौँमा बस्ने मान्छेलाई अनि उतापट्टि भक्तपुर बस्ने मान्छेलाई पनि सजिलो सबतिरको बिचमा छ नि त बालकुमारी पेट्रोल पम्पमा उभिएर तपाईँले यस्तो हेर्नु भने माइलस्टोन इन्टरनेसनल कलेज देख्नुहुन्छ र उता पुलपट्टि बालकुमारी पुलमा उभिएर हेर्नु भने तपाईँले रिच कलेज देख्न सक्नुहुन्छ दुईटामा एडमिसन ओपन छ मेरो नाम लिएर आउनुभयो भने पनि डिस्काउन्ट गर्नुहोस् एजुकेसन पार्टनर भनेर राख्नुहुन्छ लोगो चाहिँ चाहिन्छ अरू के दिनुपर्छ हामी अरू पनि दिन सक्छौँ उहाँहरूलाई ल मुभिङ फरवर्ड अरू के भन्नु बाई डिफल्ट टिचर भयो खासै मलाई लाइफमा मेरो म्याथ साइन्स राम्रो भयो भने चाहिँ म डक्टर बन्थेँ हेर्नु है मलाई जिन्दगीमा दुईटा मात्र प्रोफेसन छ एकदमै मनपर्ने क्या लाइक आर्मी पनि मलाई बाटोमा देख्यो भने उभिएर सलाम गर्ने आर्मीको चाहिँ लयर हुँदैन आर्मीको लागेन मलाई यति मजा आयो आर्मी मनपर्ने क्या मलाई मेजर क्याप्टेन वाला हुन्छ आर्मीमा गएपछि अलिकति उक्समुक्स हुन्छ नि फेरि मेरो साथी मेरो बेस्ट फ्रेन्डको बाबा आर्मी उसले जहिले भन्छ के आर्मीहरू भेडो हुन्छ नि काम सिधै भेडो भन्ने
कस्तो एक लाइनमा हुन्छ अरे टाप लाग्यो घोडा जस्तो टाप लाग्यो घोडा तिमीले सिकाएकै त्यही हुन्छ नि त साथीहरु अफेन्ड नहुनु भनेर भ्युअर्सहरुलाई त्यो काट्दिनु टाप लाग्यो घोडा जस्तो हुन्छ कि सबै कुरा काट्नु पर्यो राख जाओस् खाइदिनु कस्तो काम नलाग्दो रहेछ भने दुई चारवटा कमेन्ट आओस् अनि होइन डिलिट गरिदिनु रे कमेन्ट गेस्टलाई त देखाउनु भएन नि आउन चाहिँ आउनु पर्यो तर भने म त तपाईले थाहा पाउँछ कि ए यिनीहरू मेरो सबै सुनेछ भनेर मेरो फ्रेन्ड्सहरु रहेछ भने त गुड जब स्नेहा किप इट अप वी लभड इट भन्छ तर हेर्न चाहिँ हेर्यो भने त्यतिकै गुडजब लेखेर पत्र गरिदिन्छ नि के त्यो चाहिँ मुद्दा हाल्नु पर्यो साथीहरु रहेछ भने किप साइनिङ गाइज भन्छ एक्ज्याक्ट अडियन्स त्यो हो जसले चाहिँ यो स्नेहा त्यो तपाईँ यसले बोल्नै दिँदैन हामीलाई फर्स्ट एपिसोडमा के केटाहरूको माइकै मिले छैन भनेर माइक एकदम त मजा किन नलाग्यो हैन केटाहरुको मलाई पनि त्यहाँनिर गएर कुन चाहिँ स्नेहाले कस्तो आर्मीलाई भेट्यो भने त काम लाग्दैन भन्यो भने चाहिँ त्यो रियल सुन्यो भन्ने बुझ्नु ल सो तर मलाई यो साँच्चै थाहा थिएन नि आर्मीमा पनि लयर हुन्छ उनीहरूको त भित्रै हुन्छ आर्मीको नि ब्रो मिलिट्री कोड भन्छ नि त हैन आर्मीको सबै कुरा मिलिट्री कोड डक्टर पाइलट इन्जिनियर सबै आर्मीको केमिकल इन्जिनियर त हुन्छ के बमसम्म बेस्ट प्रोफेसन नि सुन न यार सुन सरी मैले थाहा पाइसकेँ सुन्नै पर्दैन एउटा डक्टर हो एउटा वकिल हो वकिल हो डक्टर होइन एउटा आर्मी हो एउटा डक्टर हो यस्तो बोल्ने मान्छे नि तपाईँ छ नि टिचर नभए त्यो टिचरकै गद्दारी हुन्थ्यो क्या बन्नै पर्ने थियो क्या होइन लयर त वेन आई वाज इन क्लास 4 त्यतिखेरदेखि मलाई जिन्दगीमा करियर हुन्छ अरे पैसा कमाउनु पर्छ अरे जागिर हुन्छ अरे भन्ने थाहा पाएदेखि आई अलवेज वान्टेड टु बी लयर किन के थियो मेरो ड्याडीले जहिले पनि अब यस्तै मेरो नेचर देखायो भने यसलाई वकिल बनाउनु पर्छ भन्ने होला नि त मलाई पनि घरमा भन्नुहुन्छ क्या पछि वकिलै मान्छे हो वाइल्ड खान्थिस् नि तैँले लाइक भन्दा नि सबै कुरा लाइक पैसा होइन लाइक त्यो फिल खान्थ्यो नट लाइक मनी अनि मेरो पनि त्यही भएर मेरो आई अलवेज वान्टेड टु बी लयर मलाई एकदम आफ्नो त म्याथ साइन्स साह्रो खराब त्यही भएर मलाई मनपर्ने प्रोफेसन चाहिँ डक्टर र एकदम रेस्पेक्ट लाग्ने ल डक्टरहरू पनि सोच्छ त कस्तो मान्छेले आफ्नो ज्यान नै सुन्दिँदा हुन्छ मलाई चिररे भनेर सुन्दिँदा हुन्छ एउटा झ्याउ पार्टी साडीमा मान्छेले भेट्छ नि डाक्टर साहब यहाँ एक्चुअली हेरिदिनु भनेर पेट देखाइदिन्छ कि मेरो मामालाई अस्ति अग्ली पार्टी भेट्दैछु होइन बसिरहेको हेर्नु डाक्टर साहब यत्तिकै पेट देखाइदिनु पार्टी भेट्दैछको बिचमा अब के गर्ने होइन मेरो मामा पनि डक्टर हो क्या ठुलो डक्टर हो कि पेटको डक्टर हो होइन अनि मामा त पेटको डक्टर हो नि त ब्रो अस्ति एउटा ल्याएर भाइ मेरो आँखा हेर्दैन एकचोटि ल पार्टीमा के नेपालमा पनि डक्टरहरू पनि त्यही हो कि जे आउँछ मजाले पचाउँछ यति हेर्नुपर्छ आउँछ जे पाइ त्यो कि सबै आउँछ क्या आँखा हेर्दैन नि एकचोटि ल कस्तो हो आँखा भने त कम्प्लिटली डिफ्रेन्ट बडी पार्ट हो नि त होइन अनि यस्तो यिनीहरूले नै भड्काउँछ यार मुभिङ फरवर्ड अनि मलाई म टिचर चाहिँ बाई डिफल्ट भएको हो तर आई इन्जोय मलाई लाइफमा चाहिँ यस्तो काम गर्न मन लाग्छ एकदम इम्प्याक्टफुल होस् क्या मनी मेकिङ मात्र होइन इम्प्याक्ट जस्तो म तपाईँहरूलाई भेटेर गएँ नि आई वान्ट टु लिभ सम सर्ट अफ इम्प्याक्ट अन यु गाइज पैसा त पाउँदैन उल्टै मैले यिनीहरूलाई उपहार लिएर आएको छु है त्यस्तै यार अनि इम्प्याक्टफुल होस् भन्ने जस्तो लाग्छ कि जे कुरा पनि इम्प्याक्टफुल होस् लाइफमा चाहिँ केही न केही मिनिङफुल इम्प्याक्ट छोड्न सक्नु जस्तो लाग्नु भएन अनि टिचिङ इज समथिङ जसको चाहिँ इम्प्याक्ट हुन्छ सोच्नु न कुनै स्टुडेन्ट तपाईँलाई हेरेर अथवा तपाईँको वर्ड्सले गाइड हुन्छ तपाईँलाई चाहिँ केही कुराको लागि कन्सिडरेसनमा राख्छ भने त बिग डिल हो नि त माइन्ड सेप गर्न सक्नु भने त लाइफमा त्योभन्दा ठुलो बिग डिल केही पनि होइन जस्तो लाग्छ मलाई त्यो भएर आई लभ टिचिङ भन्दा नि अब आई लभ टिचिङ त्यो चाहिँ गाइड गर्न मलाई एकदम राम्रो लाग्छ यङ माइन्ड्सहरूलाई आई बिन टिचिङ सिन्स 3 years अनि राम्रो एक्सपिरियन्स छ थरी थरीको विद्यार्थी भेटिन्छ लाइक अहिले +2मा मैले पढाउन थालेदेखि मलाई थाहा भयो कि ला म त बुढो भइसकेको छु कस्तो कस्तो बच्चाहरू कस्तो हुने लाइक कस्तो फर्मर टिचरहरू तर्सिनु होला है लाइक पहिला जस्तो होइन नि तर्सिँदैन डराउँदैन लाइक डराउने भन्दा पनि आजकल त होइन सोसियल मिडियामा हालिदिने के टिचरले मलाई यस्तो गरेको त्यो भएर क्रेजी कुरा हो नि फेरि अनि त्यसपछि त फेरि देशै उर्लिन्छ नि अनि त्यो भएर आई लभ टिचिङ अर्को क्वेसनतिर जाउँ साथीहरू एउटा एड गर्न मात्रै होइन मलाई पनि त्यही भएर
मलाई पनि कहिले काहीँ सोध्छु कि मैले टिचर हुँ कि भनेर मलाई चाहिँ मैले त मास्टर्स गरिसकेँ नि त सो मैले ब्याचलर्स पनि पढाउनु पाउँछ नि त तर चाहिँ मलाई चाहिँ सधैँ त्यो उसलाई नै पढाउनु पाए हुन्थ्यो जस्तो लाग्ने कि 11, 12 या 10 को बच्चाहरू के त्यो किनकि मलाई मैले अस्ति एउटा कजनसँग भेटेको होइन अनि उसले भने कि उसको स्कुलमा इन्भाइरोमेन्टै छैन अरे कि कम्पलसरी होइन नि त अब अनि मलाई कस्तो स्याड लाग्यो कि इन्भाइरोमेन्ट यस्तो इम्पोर्टेन्ट कुरा होइन स्पेसली काठमाडौँमा बसिरहेको छ भने इन्भाइरोमेन्ट कस्तो इम्पोर्टेन्ट सब्जेक्ट हो कि हामीले लाइक सास फेर्दाको हावा राम्रो छैन बागमतीको पानी राम्रो छैन होइन यो सिटीमा जस्तो इन्भाइरोमेन्ट पढाउनु पर्ने अरू सिटी नै छैन कि अब के गर्नु तर त्यो पनि म्यान्डेटरी नै छैन अरे कि कस्तो स्याड लाग्थ्यो दुईजना सँगै गएर रिट हाल्नु पर्यो भाइ यो भएन सीबीसी को प्रब्लम हो करिकुलम डेभलपमेन्टकै कमी हो करिकुलममै हाम्रो यस्तो बनाइदिएको छ कि कतिपय चाहिने कुराहरू करिकुलममा त्यो इनरोलै गर्न सकेको छैन क्या हो नि त नि इभन म्याथमेटिक्स सबले किन पढ्न पर्यो भन्छु कि मलाई आफूलाई म्याथमेटिक्स मन नपर्ने मलाई त पढ्नै नपर्यो 5 क्लासदेखि म्याथमेटिक्स नराखिदियो जस्तो लाग्ने कि मलाई त त्यो चाहिँ अति हो फेरि त्यो बाहिर म यो केले इन्स्पायर भयो त्यतिखेर भोइस ओभर फ्लावर आउँथ्यो नि त्यसमा चाहिँ त्यो किम ममले त्यो माटोको भाँडो बनाउँथ्यो अर्कोले त्यो भोइलिन बजाउँथ्यो भोकेसनल ट्रेनिङ कोरियामा चाहिँ 5 क्लासदेखि नै त्यो चाहिँ छुट्टिन्छ दिमाग एकदम स्किलफुल हुन्छ के एक्चुअली मलाई नि भन्ने त्यही हो मेरो सरहरूले चाहिँ जस्तो म अरूहरू सब्जेक्टमा चाहिँ दामी दामी मार्क्स लिएर आइदिने म्याथमेटिक्समा चाहिँ ठिक ठिक मजा आउने अनि मेरो सरहरूले रिजल्ट लिन जाँदा भने थापाजी म्याथ चाहिँ अलिक कमजोर भयो क्या भन्ने मलाई थापाले म्याथै थाहा पाएन भन्थ्यो ठिकै छ के क्वेसन छ कि हाम्रो बाँकी हाम्रो 2 घण्टा भइसक्यो के ब्रो ए हो बन्दै हैन हैन एक्चुअली यस्तोतिर जाउँ न हैन सकाउनलाई हैन तपाईलाई लको बारेमा केही भन्नु छ आफुलाई हैन केही चित्त नबुझेको कुराहरू केही छ भने हैन यसो हैन यो कुराहरू चाहिँ मैले गर्न इफ आई वाज हैन म प्रधान न्यायाधीश भइदिएको भए चाहिँ मैले यो कुरा बदल्थे होला जस्तो लाग्छ भने के लाग्छ नो प्रधान न्यायाधीश के चाहिँ हैन त्यो ग्याप के छ एउटा हैन आफुलाई ब्रिज कसरी बनाउन मिल्छ हैन एउटा ग्याप के छ वकिल र अदालतको बीचमा ग्याप के छ मलाई त अझै पनि लाइक 50 इयर्स पछिको स्नेहा अनि तिमी के भन्न चाहन्छौ भने आई विल अलवेज वान्ट टु बी लयर नै मलाई वकिल नै रहन मन लाग्छ मलाई न्यायाधीश बन्न यति पनि आजको मितिसम्म चाहिँ दिलचस्पी छैन त्यतिखेर भएछ भने छिटै कुरा हैन मलाई आइ एम नट इन्ट्रेस्टेड न्यायाधीशले त न्यायालयलाई सुधार गर्ने कामहरू आएको होइन न्यायालयमा धेरै विसङ्गति विकृतिहरू छन् त्यतातिर वर्क गर्ने मलाई चाहिँ लिडरसिप पोजिसन मनपर्छ आई फिल द्याट आइम गुड एट लिडरसिप वर्कहरू मलाई चाहिँ अब अहिले म यङ लयर भइरहेको होला मलाई चाहिँ यङ लयर्सहरूलाई चाहिँ लिटिगेसन सेक्टरमै प्लेसमेन्ट चाहिँ दिन मन लाग्यो दिन्थेँ होला क्या म चाहिँ सो जब अपर्च्युनिटीदेखि लिएर जब मात्रै होइन कि काम दिनु मात्रै ठुलो कुरा होइन क्या तपाईँलाई मैले मेरोमा काम दिनु इज नट बिग डिल तपाईँले सिक्न पनि पर्यो क्या मेरोमा बसेर तपाईँ त लोन त गरेर जानु पर्यो नि त जस्ट फर द सेक अफ जब दिएछ अनि नोमिनल पेमेन्ट दिएछ द्याट्स नट द वे पेन्सिल पुशर्स हो कि के भन्छ नि काममा चाहिँ राखेछ तर काम चाहिँ ओइ पेन लिएर आइदियो त्यस्तो कामै भएन काम चाहिँ लाइक तपाईँलाई चाहिँ मलाई चाहिँ म आजको दिनमा चाहिँ म तपाईँहरूसँग यसरी कुरा गरेर म सिनियर एडभोकेट भएर आएको भए म के गर्थेँ होला म चाहिँ एकदम धेरै यङ माइन्डलाई ग्रुम गर्थेँ यङ इम्प्लोइहरू धेरै जतिसक्दो धेरै जब अपर्च्युनिटी क्रिएट गर्ने आफ्नोमा वर्कहरूमा धेरै यङ्स्टरहरूलाई चाहिँ राख्ने किनभने अहिले तपाईँहरू देख्नुहुन्छ भने एकदमै धेरै यङ लयर्सहरू चाहिँ छ क्या मार्केटमा 100 जना जति सिनियर्स होला जसले चाहिँ यो यङ लयर्सहरूलाई पालिरहनु परेको छ क्या उनीहरूलाई हेरिरहनु परेको छ त्यो भएर चाहिँ मलाई म भइदिएको भए चाहिँ अब वर्क फर यङ लयर्सहरू उनीहरूलाई मोनोटोनस फिल नहोस् जस्ट बिकज मेरो बुवा छैन हजुरबा छैन मम्मी छैन यो फिल्डमा मैले त्यही भएर चाहिँ एम आई नट गेटिङ दिस भन्ने डाउट चाहिँ उनीहरूमा नआओस् क्वालिफिकेसन र को आधारमा एक्सपिरियन्सको आधारमा उनीहरूले पाओस् या धेरै कुराहरू हुन्छन् क्या जब तपाईँलाई जहिले पनि एक्सपिरियन्सको बारेमा सोधिन्छ नि त नोबडी टक्स अबाउट थिङ्स बिफोर एक्सपिरियन्स क्या तपाईँलाई कामै दिएको छैन त कहाँबाट एक्सपिरियन्स देखाउँछ त उसले भन्नु न जस्तो तपाईँले चाहिँ तपाईँलाई बहसै गर्न दिएको छैन अनि तपाईँले गुड बहस गर्छ भने कसरी थाहा हुन्छ तर त्यो इट टेक्स अ लट अफ गट्सवाला सिनियर जसले चाहिँ तपाईँलाई सुरुमा बहस गर्न दिन्छ चान्स दिन्छ क्या जस्तो आइ एम भेरी ग्रेटफुल टुवर्ड्स माई सिनियर होइन म जोसँग काम गर्छु आइ एम भेरी ग्रेटफुल एन्ड हिज अ भेरी हम्बल म्यान क्या म त कहीँ गएर भनेरै थाक्दिनँ होला कि हाम्रो सर कस्तो मान्छे हुनुहुन्छ भनेर आई क्यान राइट बुक्स अबाउट हिम क्या त्यस्तो मान्छे हुनुहुन्छ होइन तर उहाँ
सबैजनाले मैले जस्तो सिनियर भेटाउँदैन नि त अनि मलाई एकदम फियरफुल लाग्छ क्या मेरो सिनियरले पो मलाई जस्तो मेरो सिनियरको पनि ड्रब्याक छ सरले हामीलाई पौडी खेल्न मात्र खोलामा लगेर डुबाइदिए मात्र हो क्या लाइफ गार्ड केही पनि नदिए हो क्या आफै तैरे न्यायाधीशले गाली गर्नुहुन्छ गाली सुन केही बिगारिन्छ बिग्री अर्कोचोटि आफै सुधार हो सरले केही पनि बसाएर हात समातेर सिकाएको चाहिँ होइन तर हामीलाई चाहिँ पोखरी चाहिँ देखाइदिएको हो क्या तर 3 years 4 years एक्सपिरियन्स भइसकेको लयर भएपछि मैले नेपालको लिगल फर्टर्निटीको विडम्बना यो पनि हो कि मैले आजसम्म पनि त्यो जुन अपर्च्युनिटी दिइरहेको छ त्यसैको लागि ग्रेटफुल हुनुपर्छ भन्ने कुरा गरिरहेको छु दिस इज नट गुड थिङ तपाईँ 3 years 4 years लाइसेन्स हुनुहुन्छ भनेपछि योभन्दा माथिको कुरा गर्न सक्नुपर्छ जस्तो म पो लकी इनफ भएँ कि आइम गेटिङ द अपर्च्युनिटी आइम गेटिङ द ह्यान्डसम स्यालेरी होइन आइम गेटिङ अल द एक्सपोजर तर मेरो साथीहरू त्यही लेभलको छैन नि त त्यो भएर मलाई चाहिँ के लाग्छ भने जति पनि सिनियर्स हुनुहुन्छ इभन म पनि भोलि सिनियर हुन्छु म पनि अब 3 years पछि त आमा गुड अब पुरानो वकिल हुन्छ नि त 5 years 6 years पछि मलाई चाहिँ के फिल हुन्छ भने हरेक यङ जति पनि आएको यङ स्टुडेन्ट लयरहरू एडभोकेटहरूलाई चाहिँ अपर्च्युनिटी चाहिँ क्रिएट गराइदिनुपर्छ उनीहरूलाई चाहिँ पौडी खेल्नलाई चाहिँ हामीले पोखरी चाहिँ बनाइदिनुपर्छ जसरी मलाई मेरो सरले पोखरी बनाएर दिनुभयो अनि मैले त्यहीँभित्र डुबेर आफै गएर आइएनजीमा काम गरिहाल्छ नि यो त हुँदैन लिटिगेसन सेक्टरमा चाहिँ यस्तो छ हजुर त्यही हो जोस हैन एउटा लास्ट क्वेशन त्यसमै स्नेहा थापा भन्ने मान्छेलाई हामीले बारको अध्यक्ष बारको कुनै सदस्यमा देख्न पाउने कि नपाउने त नेभर नो नेभर से नेभर अनि वकिलले त जति झुट बोले नि केही हुन्न नि त ब्रो भगवानले पनि माफी गरिदिन्छ भन्दै यो झुट भगवान सुने हैन रगत छाड्छ भनेर बोल्नु भएन झुट ब्रो होइन नि त्यो भगवानले पनि माफी गर्ने जब हो ब्रो झुट बोल्यो भने झुट बोल्न पाइन्छ अरे के एउटै घरको बुढा र बुढी वादी र प्रतिवादीको केस लडेर हुन्छ के ओ यसले रङ गरेछ यसले रङ गरेछ हो त्यसो हुन्छ त्यो हुन्छ कि बायस हुन्छ तर त्यो त बायस हुँदैन त्यो पर्सनल बायस हुन्छ होला त्यो त गर्न नपाउनु तिमी छुटे वकिल म छुटे वकिल हैन तिमीले बुढा र प्रोफेसनल कोड अफ कन्डक्टले त दिदैन वादी र प्रतिवादीको त्यही त ब्रो हावा दिइसकाइदिएको घरमा एउटै ब्रो त्यो त भ्युजहरुलाई रियल लाग्छ नि त हावाको फान्दिरा यु नेभर नो मलाई जस्तो म एकदम पोलिटिकल ओपिनियन राख्ने पनि मान्छे हो आई बिलिभ इन कम्युनिजम हैन म कम्युनिजमको सिद्धान्तमा विश्वास राख्ने मान्छे पनि हो सर्टेन पोलिटिकल पार्टीसँग अफिलिएसन भएको र आस्था राखेको पनि हो है मैले तर बाइ द टाइम मैले के लर्न गरेँ भने वान सुड बी पोलिटिकली अवेर क्या नट त्यो जस्तो मेरो एजको साथीहरू हाम्रो त ल क्याम्पसमै पोलिटिक्स छ नि त त्यहाँ सोबी हुन्छ सोबीको इलेक्सन हुन्छ तपाईँ सोबीमा उठ्न पाउनुहुन्छ धेरैवटा अपर्च्युनिटी हुन्छ नि त्यसमा पनि मैले चाहिँ आई क्यान नेभर बी कार्यकर्ता क्या म कार्यकर्ता नै बन्न सकिनँ अनि कार्यकर्ता बन्न नसकेको मान्छे कसरी नेता बन्छ त पहिला त तपाईँ कार्यकर्ता हुन सक्नु पर्यो म त्यो कहिले बन्न सकिनँ मेरो ड्याडीले चाहिँ मलाई जहिले पनि के भने जस्तो मैले सुरुमा यो मैले एउटा मेरो ब्याड एक्सपिरियन्स सुनाउँछु है म सुरुमा मेरो लाइसेन्स भइसकेका थियो कि थिएन जस्ट म ब्याचलर सकाएर लाइसेन्स लिइरहेको बेला म एउटा कर्पोरेट ट्याक्सको मुद्दा लयरसँग काम गर्थेँ क्या त्यहाँ मैले केही सिकिनँ क्या जानेर आउने बाहेक मेरो केही पनि खासै काम हुँदैन क्या मैले केही पनि सिकिनँ अनि मलाई एकदम मोनोटोनस लाग्थ्यो क्या मलाई जहिले पनि लाइक आइम मेड फर द ग्रेट थिङ्स म के गरिरहेको छु यो आउने र जाने मात्र गइरहेछ यो त्यस्तो काम पनि हुन्छ म गर्दिनँ यो म त बरु त्यस्तो फिलिङ्स आउने क्या मलाई जहिले पनि मेरो पोटेन्सियल चाहिँ राइज हुनुपर्ने ठाउँमा झन् दबिरहेछ जस्तो फिल हुने अनि त्यतिखेर मेरो साथीहरू अरू सिनियर एडभोकेटसँग काम गरिरहँदाखेरि उनीहरूले भने लिगल फर्टर्निटीमा त लिटिगेसनमा त पहिला त सिनियरको झोला बोकेर हिँड्नुपर्छ अनि आफ्टर सर्टेन टाइम चाहिँ सिनियर त्यसपछि मात्र युल गेट टु डु द थिङ्स भन्ने त्यो एक प्रकारको त्यो मिथ भनौँ न मिथ भन्दा नि त्यो कसैको हकमा त्यो रियल पनि छ मैले देखा पनि छैन त्यस्तो सुनिन्थ्यो क्या अनि मलाई जहिले त्यो फिल हुने कि एकदम आफूले गरिरहेको काम पनि आफूलाई मोनोटोनस लागिरहेको अनि लाइसेन्स भर्खर भइसकेको थियो त्यतिखेर अनि म गर्दिनँ म गर्दिनँ भनेर मैले मेरो ड्याडीलाई मम्मीलाई घरमा भन्थेँ अनि मेरो ड्याडीले मलाई यस्तो यस्तो हुन्छ अरे सिनियरको झोला नबोकिकन त काम गर्न पाइँदैन अरे म त गर्दिनँ म किन झोला बोक्ने अर्काको ह्यान्थेन म त रेबेलियस सोच्दा मान्छे म त्यस्तो भने मेरो ड्याडीले मलाई जहिले पनि भन्ने किन जहिले खलासी नबनिकन ड्राइभर बन्न पाइँदैन
त सिधै ड्राइभर बन्न सक्दिनस् भनेर मलाई गाली गर्ने क्या ओके अनि मलाई त्यो कुरा चाहिँ मलाई एकदम डिप लाग्थ्यो क्या ओके खलासी नभने त्यही कुरा मलाई कार्यकर्ता नभइकन नेता बन्न पाइँदैन भने जस्तो मलाई चाहिँ सिनियरहरू जो दाईहरू ल क्याम्पस हुँदा फलानु कार्यक्रममा छ औ स्नेहा भने मलाई जानै मन नलाग्ने क्या म त्यहाँ बसिरहेको छैन म यहाँ बसिरहेको छु अनि यहाँ बसेर तिनीहरूलाई के सुन्ने हो र टाइपको फिलिङ छ मेरो सुन्ने मान्छेहरूलाई यो एकदम अड लाग्ला रुड लाग्ला होइन तर मलाई त्यस्तै फिल हुने क्या म तिनीहरूभन्दा के सुन्ने त्यहाँ गएर लाइक मलाई केही इम्पोर्टेन्ट कुरा पनि होइन जस्तो लाग्यो मेरो त्यस्तो सोच्थ्यो क्या मलाई अनि मैले त्यो गर्न सकिनँ पोलिटिसियनमा बन्ने यस्तो त्यो लाइनतिरको मान्छे होइन भन्ने मलाई फिलिङ मलाई त्यो सिनियर यो लिटिगेसनमा आउनुभन्दा पहिला नि मेरो ड्याडीले भन्नुभयो एकदम हिट गरेको त्यो कुराले म त सिधै ड्राइभर पनि त बन्न सक्छु म किन खलासी भन्नु पर्यो अनि द्याट्स हाउ आई स्टार्टेड लिटिगेसन अनि म अहिले पनि जो पनि लिटिगेसनमा आउन चाहनेलाई अथवा ल गरिरहनु भएको छ जसको चाहिँ फ्यामिली ब्याकग्राउन्ड छैन लिगल फ्रटर्निटीमा डाउटफुल हुनुहुन्छ भने म मेरो ड्याडीको यही नै सजेसन दिन्छु कि तपाईँले चाहिँ खलासी नबनिकन ड्राइभर पनि बन्न सक्नुहुन्छ अनि तर त्यसको लागि चाहिँ तपाईँभित्र चाहिँ एकदम धेरै के भन्छ डेडिकेसन र कन्सिस्टेन्सी चाहिँ कन्सिस्टेन्सी चाहिँ हुनु पर्यो जस्तो तपाईँ एउटा एडभोकेट हुनुहुन्छ तपाईँले केही गर्नु भएको छैन क्या तर एभ्री डे तपाईँ विगत 5 वर्षदेखि तपाईँ अदालतमा जानुहुन्छ भने तपाईँ इस्टाब्लिस लयर हुनुहुन्छ क्या तपाईँलाई त्यहाँ अदालतभित्रको कर्मचारीले चिन्छ एभ्री डे जाँदा जाँदा तपाईँलाई न्यायाधीशहरूले चिन्या हुन्छ तपाईँलाई समकालीन वकिलहरूले चिन्या हुन्छ त्यसरी नेटवर्किङ तपाईँको बिल्ड भइसकेको हुन्छ त्यही भएर लिगल फ्रटर्निटीमा चाहिँ लिगल प्रोफेसनमा चाहिँ कन्सिस्टेन्सी इज द की क्या इभन यो त सबै सेक्टरमा हो सबै फिल्डमा हो लिगलमा चाहिँ तपाईँ के भन्छ वान मिस के गेम फिनिस हजुर ए त्यस्तो हो है हजुर कन्सिस्टेन्सी चाहिँ हुनु पर्यो एभ्री डे यु हेभ टु वेक अप कुनै दिन कति काम हुन्छ ल पुरा मेरो जिल्ला अदालतमा पनि मुद्दा हुन्छ उच्च अदालतमा पनि मुद्दा हुन्छ सर्वोच्चमा पनि मुद्दा हुन्छ है मेरो एउटा शरीर छ कहाँ भ्याउने त्यो जानुपर्छ है यसपालि सबैतिर भ्याइहाल्छ नि त्यो सामान बोलाएपछि जानुपर्छ है फेरि अनि किन कहिले काहीँ पालो आउँदैन लास्टतिर भयो भने अनि कुनै दिन कुनै पनि मुद्दा हुँदैन अफिसमा चिल गरेर बस्ने त्यो भएर त्यही हो एक्चुअली हैन मैले तपाईको त्यो सबभन्दा इम्पोर्टेन्ट मेसेज चाहिँ त्यही लाग्यो कि खलासी नभइकन पनि ड्राइभर हुन सकिन्छ यो मेरो ड्याडीको एक्जाम्पल हो गाइस एक्चुअली भेरी गुड लाइन हो थ्यांक यू अंकल कपिराइट अंकललाई कस्तो एक्चुअली हैन सो एन्ड गर्नलाई उहाँको कुरा जति मन पर्यो तपाईहरुलाई जति सुन्नु मन लाग्यो अझै उहाँको कुरा सुन्नु मन छ भने चाहिँ मिलेनियम के रे कारे 500 वटा 1000 वटा गाइस ल साथीहरु तपाईहरु लाइक हो होइन कमेन्ट गर्नु अनि उहाँलाई फेरि बोलाउँछौँ म फेरि बोलाउँछु अनि पैसा तिर्ने उहाँलाई हेर्ने भए चाहिँ उहाँको कलेज जोइन गर्नु उहाँ टिचर हो हजुर त्यही हो मन छ भने चाहिँ के भन्ने हो क्र्यास कोर्स होइन सो वान लास्ट टाइम होइन जस्ट एज स्नेहा म्यामको फादर सेड होइन फादर सेड कि खलासी नभइकन पनि ड्राइभर हुनसक्छ त्यसमै एन्ड गर्न चाहन्छौँ हामी तर उहाँको यस्तो इन्ट्रेस्टिङ तपाईँहरूलाई लको बारेमा जति सिक्नु भएको छ योभन्दा अझै लबारे सिक्नु मन छ भने प्लिज उहाँको कलेज जोइन गर्नुहोस् एज अ +2 एज के जे भए पनि हामीलाई पनि देख्न सक्नुहुन्छ कि कहिले काहीँ त्यो कलेज यदि जोइन गर्नुभयो भने कि हजुर यहाँबाट आएको भन्नुभयो भने उहाँले 100 रुपियाँ डिस्काउन्ट दिनुहुन्छ अरे खै कति डिस्काउन्ट दिनुहुन्छ एक्चुअली हैन हेभी डिस्काउन्ट त थाहा हुन्छ कति ग्ल्याड टु हेभ स्नेहाजी एज आवर गेस्ट हैन आई होप सी कम्स ब्याक तर उहाँलाई फिर्ता ल्याउनलाई चाहिँ 500 लाइक 500 कमेन्ट चाहिँ चाहिन्छ है फेरि हामीलाई स्नेहा म्याम लेखिदिनु पर्यो 500 जनाले हजुर थ्यांक यू सो मच फर ह्याभिङ मी मलाई एकदम रमाइलो फर्स्ट टाइम भेटे जस्तो भएन अप्रोच गर्दाखेरि जसरी अप्रोच गरे नि हजुर यो 2 घण्टामा दोस्त भइसक्यो हामी एकदम नाइस वाला कन्भर्सेसन भयो हजुर अझै कतिपय कुरा चाहिँ मिस भयो हामीलाई अझै सेकेन्ड एपिसोड गरौँला सिरिज हो यो सिरिज 1 मात्र हो हजुर यो त टिजर मात्र हो गाइस मेरो हामी बोलाउनु पर्यो फेरि प्रिमियम भर्जन देख्नलाई चाहिँ तपाईले सब्स्क्राइब गर्नुपर्छ गर्नुस् शेयर गर्नुस् अनि उहाँहरुको भिडियोको रिच धेरै बढाउनुस् अनि त्यहाँले कमेन्टमा चाहिँ स्नेहाजी हामीलाई चाहियो फेरि भनेर लेख्नु हामी नै आफै बोलाउनु अनि ब्याक सुन द्याट्स इट थ्यांक यू सो मच त्यो फुल दिउँ न फुल दिउँ अनि अब उहाँहरुले त मलाई खास केही दिनु भएन मैले पिज्जा दिदिएर हामी बोलाएर पिज्जा मलाई प्लेटफर्म दिनु भयो उहाँहरुले अनि पिज्जा पनि दियो थ्यांक यू सो मच थ्यांक यू सो मच ए ब्रो हात राख थ्यांक यू ल यो चाहिँ अति ल
यो म फोटो खिच्न लायक छु त्यहाँ हेर है होइन मैले त दिएपछि अब तपाईँहरूको चाहिँ अरू आउने गेस्टले पनि पक्का लिएर छ नि म यहीँ राख्छु नि तपाईँलाई अर्को भिडियोमा थाहा हुन्छ यार यहीँ राखेको छ भने हामी यहीँ हाल्छौँ है त यही हाल्ने अर्को एपिसोडमा थाहा होस् कि यहाँ छ भनेर